दर्शनको हामी आज सेटअप सिक्छौँ है त। सेटअपमा अब सुरुमा चाहिँ तपाईँहरूले लगइन गर्दा के हुन्छ भने लगइन गर्दै तपाईँहरूले ध्यान दिनुपर्ने हुन्छ। यो चाहिँ मेरोमा लगइन भइसकेको छ। लगइन गर्दै के ध्यान दिनुपर्ने हुन्छ भने तपाईँले पेपर मनी गर्ने हो कि रियल मनी गर्ने हो, त्यहाँ सुरुमा अप्सन आउँछ। त्यो अप्सनको आधारमा तपाईँले पेपर मनीमा क्लिक गर्नुभयो भने त्यो तपाईँलाई फेक मनी पेपर मनी उसले दिएको हुन्छ। त्यो पेपर मनीबाट तपाईँले सेटिङ गर्न सक्नुहुन्छ अथवा पेपर मनीबाट ट्राई गर्न सक्नुहुन्छ। रियल मनीबाट गर्नुहुन्छ भने पनि त्यहाँबाट सुरुमै स्टार्ट हुँदै तपाईँले रियल मनीबाट ट्राई गर्नुपर्ने हुन्छ। त्यो गरिसकेपछि तपाईँको स्क्रिन यस्तो खालको आउन सक्छ। तर ठ्याक्कै मेरो जस्तो चाहिँ नआउन सक्छ। तपाईँको जस्तो आए पनि केही फरक पर्दैन। हामी सेटिङ कसरी गर्ने सिक्छौँ, के गर्नुपर्छ सिक्छौँ। तपाईँ यस्तै चाहिन्छ भन्ने छैन, जे यो मेरो जस्तै यहाँ भयो जस्तै चाहिन्छ भन्ने छैन। तपाईँको फरक आउन सक्छ यहाँ। तर हामी अब कसरी सेटिङ गर्ने त, कसरी बनाउने त्यसलाई त्यो सिक्छौँ है त। नम्बर 1 मा त हामीले तपाईँहरूलाई दिएको पिडिएफ अनुसार के गर्नु पर्यो भने नम्बर 1 मा चाहिँ तपाईँले कतै यस्तो जस्तोसुकै आए पनि केही फरक पर्दैन। यो माथिको तपाईँको आएकै हुन्छ यहाँको। त्यसैले यसलाई जस्तो मोनिटरमा यहाँनिर क्लिक गर्नुभयो भने अथवा यहाँनिर ट्रेडमा क्लिक गर्नुभयो भने यो फरक तपाईँको अप्सनहरू देख्नुहुन्छ यहाँ। तपाईँले सुरुमा कुनै एउटामा चाहिँ मोनिटरमा गएर क्लिक गर्नुभयो भने यसमा तपाईँले यो खालको चार्ट देख्नुहुन्छ। त्यस पछाडि तपाईँले अब जस्तो यो ट्रेडमा चाहिँ यसमा चाहिँ तपाईँले क्लिक गर्ने होइन कि तपाईँको यो कर्सर लगेर यहाँ राख्ने मात्रै गर्नु पर्यो। यसरी कर्सर लगेर यहाँ राख्ने मात्रै, क्लिक नगर्ने। अनि अब यहाँ लगेर राख्नुभयो भने पहिले अर्कोतिर क्लिक गर्ने, कतै मोनिटरतिर अथवा यतातिर अथवा कतै तपाईँले क्लिक गर्ने। अनि सुरुमा चाहिँ यहाँनिर मोनिटर लगेर राख्नुभयो भने त्यहाँ एक्टिभ ट्रेडर भन्ने आउँछ। त्यो एक्टिभ ट्रेडरमा गएर तपाईँले क्लिक गर्नुभयो भने तपाईँको यस्तो यस्तो ठ्याक्कै मेरो जस्तो आउँदैन होला तपाईँको, तर अर्को एउटा चाहिँ तपाईँको यो खुल्छ। त्यो खुलेपछि के गर्नुपर्ने हुन्छ भने नम्बर 1 मा हामीले के गर्दैछौँ भने यो यहाँ तीनवटा फ्रेम बनाउन आँट्दै, तीनवटा चाहिँ कोठा बनाउन आँट्दैछौँ, जसमा चाहिँ डिफ्रेन्ट खालको चाहिँ टाइम फ्रेम हाल्नलाई, जस्तो डेली हाल्ने कि विकली हाल्ने कि अथवा 5 मिनटको हाल्ने कि 15 मिनटको हाल्ने कि त्यो हाल्नलाई हामी बनाउन खोज्दैछौँ। त्यो सुरुमा यति आइसकेपछि तपाईँको यहाँनिर जानुभयो भने यहाँनिर हेर्नु त, यो यहाँ चाहिँ दुईवटा कोठा देखाएको छ। तर अब तपाईँकोमा यहाँ दुईटै देखाउँछ भन्ने पनि छैन, फेरि जतिवटा पनि देखाउँछ। तर यहाँनिर तपाईँले सुरुमा एउटा बनाउनुपर्छ। कसरी एउटा बनाउने भन्दा यसलाई क्लिक गर्नुहोस्। यहाँ क्लिक गरेपछि यहाँ धेरैवटा कोठामध्ये तपाईँले एउटामा क्लिक गर्नुभयो भने अब तपाईँको एउटा कोठा बनियो। यहाँनिर एउटा बनियो। अब हामीले यसमा चाहिँ तीनवटा रुम बनाउने र तीनवटा रुममा चाहिँ डिफ्रेन्ट टाइम फ्रेम हाल्ने बनाउने हो। त्यसो गर्दा अब यतापट्टि हेर्नुभयो भने यहाँनिर के छ भने यहाँनिर हाइलाइट गरेको छ। हेर्नु त, यो हाइलाइट गरेको छ। यो हाइलाइट गरेकोमा यहाँनिर हाइलाइट भनेको चाहिँ यो अलिक व्हाइट कलर र नगरेको भनेको चाहिँ यो अलिक ब्ल्याक कलर छ नि। यसलाई तपाईँले के गर्नुपर्ने हुन्छ, तीनवटा रुम बनाउने। यो सबै हटाएर C2 C3 लाई मात्रै हाइलाइट गर्नुपर्ने हुन्छ। त्यसको अर्थ भनेको C2 र C3। अब मेरोमा यहाँ अरू पनि हाइलाइट धेरै छ, यो व्हाइट कलरको जस्तो। त्यसैले यिनीहरूलाई चाहिँ हटाइदिनु पर्यो। क्लिक गर्नुभयो भने हट्छ यो। यहाँ क्लिक गरेँ मैले, यो अर्को क्लिक गरेँ, अर्को क्लिक गरेँ, अर्को क्लिक, यिनीहरू हटेँ भनेको अब रह्यो बाँकी C2 र C3 मात्रै। त्यस पछाडि यस्तो खालको चाहिँ तीनवटा कोठा आयो। तपाईँको ठ्याक्कै मेरो जस्तो नआउन सक्छ। जस्तो यो भोलम यहाँ आयो, नआउन सक्छ तपाईँको यस्तो। तर भरे हामीले यसलाई कसरी सेटिङ गर्ने त्यो म तपाईँलाई दिन्छु। यो भोलम हटाउन पनि सकिन्छ। त्यो अहिले तपाईँले आएको छैन भने पनि केही फरक परेन। तपाईँको भोलम यहाँ माथि पनि हुनसक्छ अथवा यहाँ तल पनि हुनसक्छ अथवा यो नआएको पनि हुन्छ। तर यो तीनवटा कोठा आयो। अब तपाईँको यो तीनवटा, यो एउटा कोठा यहाँ अर्को र यहाँ अर्को, तीनवटा आयो। तीनवटामा यहाँ टाइम फ्रेम पनि अब तपाईँको यहाँ अहिले मेरोमा जस्तै नहुन सक्छ। यहाँ डी छ, यहाँ 15 मिनट छ, यहाँ 5 मिनट छ। तर त्यसलाई कसरी सेटिङ गर्ने अब हामी त्यो हेर्छौँ। अब नम्बर 1 मा तपाईँहरूले पाएको पिडिएफको नम्बर 1 मा भनेको हामीले यो तीनवटा रुम बनाउने र नम्बर 2 मा यसको काम के हो त भनेर हामीले यो सिक्ने थियो। यो यतापट्टिको यसमा चाहिँ अब डिफ्रेन्ट कुरा छ। यहाँनिर तपाईँले क्लिक गर्दै जानुभयो भने डिफ्रेन्ट आउँछ। यहाँ आफैले क्लिक गरेर हेर्न सक्नुहुन्छ। ट्रेड भन्नेमा क्लिक गर्नुभयो भने यहाँनिर ट्रेड बाहिर सेलको अप्सन आउँछ। त्यसलाई हाइलाइट हटाइदिनु भयो भने यो तीनवटा कोठा आउँछ। अब यसलाई तपाईँले आफै यतापट्टि के गर्न सकिन्छ क्लिक गर्दै हेर्न सक्नुहुन्छ। अहिलेलाई हामीलाई चाहिएको भनेको यो तीनवटा कोठा हो। यो तीनवटा कोठा, तीनवटा टाइम फ्रेम बनाउनलाई। अनि यतापट्टिको यो चार्ट छ, यो चार्ट पनि तपाईँको छेलिएको अथवा हराएको हुनसक्छ। यस्तो यसले केही फरक परेन। यो हराएको छ भने यो वाच लिस्ट पनि तपाईँको अहिले नदेखिएको हुनसक्छ। यस्तो यसले पनि तपाईँको अहिले केही फरक परेन। हाम्रो नम्बर 1 मा हामीले गर्ने भनेको तीनवटा कोठा ल्याउने हो, यहाँ अरू होइन। अरू तपाईँको र मेरो फरक हुनसक्छ यहाँ, तर सुरुमा तीनवटा कोठा चाहिँ तपाईँको आउनु पर्यो। कलर पनि फरक हुनसक्छ अथवा यो भोलम फरक हुनसक्छ, यो अरू स्टाइल फरक हुनसक्छ, उचाइ पनि सानो ठुलो हुनसक्छ अथवा यो चार्ट पनि सानो ठुलो हुनसक्छ। तर हाम्रो पहिलो नम्बरको काम भनेको तीनवटा कोठा यहाँ ल्याउने हो। त्यो आयो।
दोस्रो नम्बरमा हामीले पिडिएफमा हेरेको दोस्रो नम्बरमा भनेको यो यसलाई के गर्ने भन्दा यहाँनेरि C1 C2 र C3 मात्रै गर्ने, यो पनि गर्यो, अरू सबै हटाइदिने। त्यो गरेपछि दोस्रो नम्बरको रेडी भयो। अब तेस्रो नम्बरमा तपाईँले पिडिएफमा हेर्नुभयो भने तेस्रो नम्बरमा सेटिङमा के गर्ने भन्ने छ। यो सेटिङको यो गियरको बटम जस्तो छ, यो भनेको सेटिङ हो। यहाँनिर तपाईँले क्लिक गर्नुभयो भने यो सेटिङबाट धेरै थोक गर्न मिल्छ। अहिले हामीले के गर्ने भन्ने कुरो उतापट्टि त्यो पिडिएफबाट नम्बर बाई नम्बर आउँछ। जस्तो यसमा सामान्य तपाईँले सम्झिनुभयो भने यो सेटिङमा गएर तपाईँले चार्टको कलर चेन्ज गर्न सक्नुहुन्छ, ब्याकग्राउन्डको कलर चेन्ज गर्न सक्नुहुन्छ। त्यो कसरी गर्ने अहिले हामीले उतापट्टि अहिले गर्नुपर्ने ठाउँमा आएपछि त्यो गर्छौँ। त्यसलाई ओके गरिदिनु भयो भने त्यो हराएर जान्छ, यो अघिकै टाइम फ्रेममा आउँछ। त्यसैले यो हेर्नुभयो भने यसको काम भनेको सेटिङ गर्ने हो। त्यस पछाडि नम्बर 4 मा हेर्नुभयो भने यो नम्बर 4 को भनेको यसको काम भनेको चाहिँ स्टडिज भन्ने छ। यो चाहिँ स्टडिजमा चाहिँ के छ भने तपाईँले यसलाई क्लिक गर्नुभयो भने यतापट्टि धेरैवटा अप्सन आउँछन् र यतापट्टि चाहिँ यहाँ खाली छ भने तपाईँको यसमा चाहिँ के गर्न सकिन्छ, तपाईँलाई के जोड्ने हो, जस्तो इन्डिकेटर जोड्ने, म्याकडी जोड्ने अथवा भोलम जोड्ने, के जोड्ने हो तपाईँले यतापट्टि सारेर जोड्न सक्नुहुन्छ, यहाँतिर राख्न सक्नुहुन्छ। त्यो चाहिँ अब यतापट्टिकोलाई यतापट्टि यहाँ धेरै अप्सन छन्, धेरै अप्सन, तर हामीलाई चाहिने हामी यतापट्टि ल्याएर जोड्छौँ। त्यो चाहिँ हामीले स्टडिजबाट गर्न सक्छौँ। यसलाई ओके गरिदिनु भयो भने यहाँनिर अघिकै ब्याक टु अघिकोमा जान्छ। अब अर्को भनेको तपाईँले यो नम्बरमा अर्को यो अहिले हामी यो ब्याक आउँछौँ, यसमा यो सेटिङ र स्टडिजमा ब्याक आउँछौँ। यो महत्त्वपूर्ण छ। अहिले यो यहाँनिर अर्को यहाँनिर हेर्नुभयो भने यो चाहिँ मेरोमा डी लेखेको छ, तपाईँकोमा फरक हुनसक्छ, तर यहाँ क्लिक गर्नुभयो भने यो क्लिक गर्नुभयो भने यहाँ चाहिँ टाइम फ्रेम आउँछ। यो चाहिँ यो टाइमको यो चार्टमा तपाईँले यो चार्टमा कुन टाइम लाउने भन्ने हो। जस्तो अब यहाँ उसले अटोमेटिक दिएकोमा लाउनुहुन्छ भने यीबाट चुज गर्न सक्नुहुन्छ। जस्तो यो हेर्नुभयो भने 3 इयर्सको चार्ट आउँछ, विकली आउने भयो, 1 इयरको चार्ट आउने भयो, डेली आउने भयो। तपाईँले एउटा कुनै चुज गर्न सक्नुहुन्छ अथवा तपाईँले यसमा गएर टाइम आफै सेट पनि गर्न सक्नुहुन्छ। जस्तो कति इयरको राख्ने, 10 इयर राख्ने कि कति राख्ने भनेर तपाईँले आफैले टाइम चेन्ज पनि गर्छ। 2 इयर राख्ने कि कति राख्ने आफैले चेन्ज गर्नुहुन्छ। चेन्ज गर्नुभयो भने चाहिँ तपाईँले चेन्ज गर्नुभयो भने चाहिँ यहाँ ओके गर्नुपर्ने हुन्छ। त्यसो गरेपछि यहाँ अटोमेटिक तपाईँको त्यो यहाँ डेली भनेर आयो। अब तलकोमा हेर्नुभयो भने यो तलकोमा फरक तपाईँले आफैले राख्न सक्नुहुन्छ। जस्तो यसमा गएर क्लिक गर्नुभयो भने यहाँनिर तपाईँको टाइम फ्रेम जस्तो यहाँ 15 राखेको छ, यो चाहिँ बेस्ट टाइम फ्रेम तपाईँले भन्नुहुन्छ भने यहाँ 15 राख्न सक्नुहुन्छ, यहाँ 5 राख्न सक्नुहुन्छ, यहाँ डेली राख्न सक्नुहुन्छ। अब यसलाई चाहिँ यहाँ उसले सेट गर्दै गयो, राख्दै पनि भयो। तपाईँले यीमध्ये एउटा जस्तो यहाँनिर यो 15 अहिले यो रेडी छ, यो 15 को यहाँ तपाईँले जुन क्लिक गर्नु त्यही बस्छ। यहाँ 15 को टाइम 15 मिनट टाइमको यो एउटा चार्ट बन्यो, एउटा क्यान्डल बन्यो। यहाँ यसमा हेर्नुहुन्छ भने 5 मिनटको लागि यहाँ चेन्ज गर्न क्लिक गर्नुभयो भने अब त्यहाँबाट क्लिक गरेपछि यहाँ चुज गर्नुभयो, जुन चुज गरे पनि भयो तपाईँको इच्छा अनुसार। 5 चुज गरियो भने यो 5 को एउटा क्यान्डल बनिएको यहाँ चार्ट बनियो 5 मिनटको। यसरी तपाईँले यो डीमा गएर यो डेली यो यसमा टाइम फ्रेममा गएर टाइम उसले राखिदिएको अथवा आफैले पनि यहाँ गएर चेन्ज गर्न सक्नुहुन्छ। यसलाई आफैले ट्राई गर्नुभयो भने यो चेन्ज चाहिँ यसरी गर्न सकिन्छ यसलाई। त्यस पछाडि अर्कोमा जानुभयो भने हाम्रो पिडिएफको अर्को नम्बरमा जानुभयो भने क्यान्डल स्टिक भएको ठाउँमा जानुभयो भने यहाँनिर तपाईँले यो चेन्ज गर्न सक्नुहुन्छ। जस्तो यहाँ चार्ट टाइपमा गएर क्लिक गरेर हेर्नुभयो भने यतापट्टि बार बनाउनुहुन्छ कि अब यसमा गएर फेरि क्लिक गरेर तपाईँ एरिया लाइन बनाउनुहुन्छ कि यसमा गएर तपाईँले एरिया बनाउनुहुन्छ कि तपाईँको चोइस भयो, कस्तो खालको चार्ट बनाउनुहुन्छ। अब यसमा के देखियो भने यो चेन्ज गर्दा यो चेन्ज हुँदैन। हेर्नु है, यो चेन्ज गर्दा यो चेन्ज हुँदैन। यसलाई चेन्ज गर्न तपाईँ यसैकोमा जानु पर्यो, यहाँ जानु पर्यो। यदि चेन्ज गर्ने हो भने यसलाई चेन्ज गर्न यसैकोमा जानु पर्यो, यहाँ जानु पर्यो। यसलाई चेन्ज गर्ने भयो। अब यसलाई चेन्ज गर्ने हो भने अब जस्तो यसलाई बेस्ट के हुन्छ भने बेस्ट चाहिँ अब तपाईँले क्यान्डल स्टिकै छोड्दै हुन्छ। यो क्यान्डल स्टिकमा क्यान्डल बार राख्नुभयो भने यो क्यान्डल गरेर यसरी बसो, त्यो चाहिँ हामीले यो स्टाइलमा यसरी चेन्ज गर्न सक्छौँ। अर्को नम्बरमा हेर्नुभयो भने हामीले अब यो स्टाइल तपाईँले जस्तो बनाउन चाहनुहुन्छ गर्न सक्नुहुन्छ। नम्बर 7 मा हाम्रो पिडिएफको नम्बर 7 मा हेर्नुभयो भने यसमा ड्रइङ गर्ने। अब यो ड्र गर्ने, यसमा ड्रइङ गर्नेमा तपाईँले क्लिक गर्नुभयो भने यसमा यो टुल्समा यहाँ गएर धेरै खालका छन् यहाँनिर। तर हामीलाई मेन चाहिने भनेको यो 3टा भयो, 1 2 3। यो ह्यान्डको फिङ्गर ल्याउनु भयो भने के हुन्छ भने यो चार्टलाई तपाईँले मुभ गर्न सक्नुहुन्छ। जस्तो यो चार्टलाई चाहिँ तपाईँ यतापट्टि लेफ्ट क्लिक गर्नुभयो, राइटले मुभ गर्न सक्नुभयो, कता सार्नुहुन्छ।
अनि तलमाथि पनि सार्न सक्नुहुन्छ। तलमाथि इनकेस यसरी हातले सरेन भने तपाईँले यहाँनिर आएर यो यतापट्टि राइटतिर आएर डबल एरो बटनलाई फेरि लेफ्ट क्लिक गरेर अलिकति रिमुभ गरिदिनु भयो भने यसरी रिमुभ हुन्छ तलमाथि यो। र अब ब्याक आएर फेरि यो ह्यान्डले रिमुभ गर्नुभयो भने तलमाथि पनि रिमुभ हुन्छ। तलमाथि पनि यसरी रिमुभ भयो। अनि यसलाई चाहिँ तपाईँले यसबाट पनि रिमुभ गर्न सक्नुहुन्छ। यो जस्तो सार्न सक्नुहुन्छ, यता सार्ने हो भने यहाँबाट सार्न सक्नुहुन्छ कतिसम्मको हेर्ने भन्ने। अनि यहाँनिर गएर तपाईँले ठुलो सानो बनाउन सक्नुहुन्छ। यसमा हेर्नुभयो भने यो सानो भयो अनि यसमा ठुलो भयो यो। र यो यता गयो छेलियो भने तपाईँले यसलाई चाहिँ लेफ्ट क्लिक गरेर यता पुल गरेर तान्न सक्नुहुन्छ। राइटतिरबाट तान्न लेफ्ट क्लिक गर्ने र राइटतिरबाट तान्नुभयो भने यो चाहिँ तपाईँले भने ठाउँमा आएर बस्छ। यसरी यो सार्न सकिन्छ। यो सबैको टाइम चाहिँ यो यसको चेन्ज गर्दा यसको चेन्ज हुँदैन, यसको चेन्ज हुँदैन। तपाईँले यो सबैलाई 1 बाई 1 चेन्ज गर्नुपर्ने हुन्छ। अनि यसमा मेन अर्को भनेको अर्को यो एरोमा राख्नुभयो भने यसले पोइन्टिङ गर्ने, यसरी एरो देखाइदिने कुन ठाउँमा। अनि यहाँनिर यो जस्तो कुनै क्यान्डलमा लगेर तपाईँले यो ह्यान्ड अथवा एरो राख्नुभयो भने यहाँ माथितिर हेर्नुभयो भने यो माथिको यो लाइनमा त्यहाँ के आएको हुन्छ हेर्नु त। यहाँनिर त्यो सबै थोक त्यहाँ देखाइएको हुन्छ। जस्तो डी भनेर त्यो टाइम त्यो दिन देखाइदिएको छ। ओ भनेको ओपनिङ प्राइस देखाइदिएको छ। एच भनेको त्यो दिनको हाई देखाइदिएको छ। एल भनेको त्यो दिनको लो देखाइदिएको छ। सी भनेको क्लोज, त्यो दिनको क्लोज देखाइदिएको। त्यसरी सबै कुराहरू त्यहाँ तपाईँले देख्न सक्नुहुन्छ। कुनै जुनसुकै क्यान्डलमा लानुहुन्छ त्यो दिनको त्यहाँनिर त्यो यहाँ माथि यहाँ यो गएर हेर्नुभयो भने यहाँ जुन क्यान्डलमा राखेर हेर्नुहुन्छ त्यो देख्न सक्नुहुन्छ यहाँबाट। अनि अर्को चाहिँ यो यसमा अर्को भनेको चाहिँ थर्ड नम्बरमा यो हेर्नुभयो भने यसमा चाहिँ यो लाइन ल्याउनु भयो भने पेन्सिल आयो। यो ल्याउनु भने यसले दुईटा काम गर्छ। फेरि एउटा के गर्छ भने यसले मेजर गर्ने काम गर्छ। अर्को भनेको ट्रेन लाइन तान्ने काम गर्छ। जस्तो यहाँनिर तपाईँले कतै लगेर ट्रेन लाइन तान्नु पर्यो भने यो टपबाट तान्नु पर्यो भने यहाँनिर मानिलिउँ यहाँनिर तपाईँले राइट क्लिक गर्नुभयो भने यहाँ स्टार्ट भयो र यसलाई कसरी तान्नुहुन्छ तपाईँको इच्छाअनुसार, कहाँ टप टच गराउनुहुन्छ। यहाँ फेरि राइट क्लिक गर्नुभयो भने यहाँ गएर त्यो बस्यो। अब यसलाई यो ड्रइङलाई यसलाई तपाईँले डिलिट गर्नु पर्यो अथवा रिमुभ गर्नु पर्यो भने यसमा लगेर हाइलाइट भएपछि अथवा यो पेन्सिललाई यहाँ लगेर यसलाई राइट क्लिक गरिदिनु भयो भने यो यहाँनिर रिमुभ भन्ने अप्सन आउँछ। त्यसलाई तपाईँले रिमुभ पनि गर्न सक्नुहुन्छ। अर्को काम भनेको यसको मेजर गर्ने हो। मेजर कसरी गर्ने भन्दा जस्तै मानिलिउँ यहाँबाट यहाँसम्म कति घटेछ यो अस्ति यो मार्केट चाहिँ पुल ब्याक हुँदा कति घटेछ त यो टपबाट बटम भन्नुहुन्छ नि। यसको बटमतिर हेर्नुभयो भने यहाँनिर लो यो क्यान्डलमा गएर हेर्नुभयो भने यसको लो यो यहाँनिरको लाइनमा हेर्नुभयो भने लो भनेको त्यसको लो चाहिँ कति रहेछ त्यो दिनको लो भन्दा 89.35 रहेछ। अब 89.35 यहाँनिरबाट तपाईँले यहाँनिर त्यहाँनिर पुगेपछि अथवा यहाँनिरबाट कतैबाट तपाईँले क्लिक गरेर माथिसम्म टपमा यो टपसम्ममा लगेर कति पर्सेन्टेज त्यहाँ हेर्नुभयो भने कति दिन हो त्यो बक्समा हेर्नु त। त्यो रेक्टेङ्गल बक्समा त्यो बक्समा हेर्नुभयो भने यहाँनिर अब यहाँ क्लिक गरेपछि कति दिनको त्यो यसको कति दिनको चाहिँ यसमा आउँछ भने सबै देखाइदिन्छ। फेरि म तपाईँलाई एकचोटि देखाउँछु है। त्यही हो। यसलाई डिलिट गर्नु पर्यो भने यो लाइनलाई डिलिट गर्नु पर्यो भने तपाईँले यहाँनिर राइट क्लिक गरेर रिमुभ गर्नुभयो भने यहाँ दुईवटा लाइन तानिएको छ, एउटा रिमुभ भयो। फेरि अर्कोचोटि पनि रिमुभ गर्नुभयो, त्यो रिमुभ भयो। अब यहाँनिरबाट मेजर गर्नु पर्यो भने तपाईँले कतै क्लिक गरेर माथितिर टपमा पुर्याइदिनु भयो भने त्यो टाइमको 10 डेज 8 बार 9% डाउन भएछ -9 त्यो कुराले देखाइदियो कति घट्यो कति बढ्यो भने यसको काम हो। अब तर यसलाई तपाईँले यदि गरिसकेपछि यदि त्यो यो पेन्सिल यहीँ रहिरहन्छ फेरि तपाईँले यसलाई हटाउनु पर्ने हुन्छ। यसलाई हटाउनलाई यहाँ फेरि यसमै गएर ड्रइङमा गएर तपाईँले यसमा ह्यान्ड ल्याउनु भयो भने अब त्यो आएर ह्यान्डमा बस्यो। अब त्यो पेन्सिल हटो, त्यो मेजर गर्न छोडो। अब चाहिँ यसले मुभ गर्ने अथवा यता सार्ने के गर्ने तपाईँले यसबाट त्यो गर्न सक्नुहुन्छ सबै थोक। यसलाई तपाईँले प्र्याक्टिस गर्नुभयो भने मेन चाहिने यो 3टा भयो। अरू पनि तपाईँले यहाँनिर के गर्न सक्नुहुन्छ, धेरै थोक गर्न सक्नुहुन्छ। तपाईँले आफैले हेरेर गर्न सक्नुहुन्छ यी कुराहरू। यहाँ तपाईँले जान्नुपर्ने कुरा भनेको ह्यान्ड ल्याउनु भयो भने ह्यान्डले मुभ गर्न सक्ने भयो, यताउता पोइन्टिङ गरेर मुभ पनि गर्न सक्ने भयो। अनि एरोले पोइन्टिङ गर्न सक्ने देखाउन सक्ने हो भने ट्रेन लाइनले दुईटा काम गर्ने भयो। एउटा भनेको ट्रेन लाइन तान्ने, अर्को भनेको मेजर गर्ने काम गर्ने भयो। मेन त्यो चाहियो तपाईँलाई। त्यस पछाडि जहिलेलाई अरू बेला ह्यान्डै राखिदिए पनि हुन्छ, किनभने तपाईँले सार्न पनि सजिलो हुन्छ, यसले पोइन्टिङ गर्न पनि सजिलो हुन्छ, सबै त्यो गर्न सजिलो हुन्छ। तलमाथि चाहिँ तपाईँले यसरी तलमाथि सार्नु पर्यो भने चाहिँ तलमाथि यसरी सार्न सक्नुहुन्छ भने माथि यो चाटैलाई तलमाथि सार्नु पर्यो भने चाहिँ भित्र ल्याएर ह्यान्डलाई यसरी तलमाथि सार्न सक्नुहुन्छ। यसको काम भयो। अब
अर्को भनेको हाम्रो नम्बर 8 मा हेर्नुभयो भने वाच लिस्टमा जाने कुरो छ। वाच लिस्टमा तपाईँको यहाँनिर हेर्नु यो साइडमा तपाईँको मेरो जस्तो नहुन सक्छ, तर यो साइडमा हेर्नुभयो भने यो साइडमा तपाईँले कतै वाच लिस्ट भन्ने देख्नुहुन्छ। वाच लिस्टको यहाँनिर एरो हेर्नुभयो भने यतापट्टि एरो छ भने यो छेलिएको छ वाच लिस्ट। यहाँ क्लिक गर्नुभयो भने यहाँ वाच लिस्ट तपाईँको छ भने यहाँ देखिन्छ, छैन भने तपाईँले नयाँ हाल्न सक्नुहुन्छ। अब यसमा गएर यो दोस्रो नम्बर यहाँ मेरो फोकस लेखेको छ, तपाईँको फोकस लेखेको नहुन सक्छ फेरि, किनभने यो मैले बनाएको आफै। यहाँनिर क्लिक गर्नुभयो भने यो बक्समा क्लिक गर्नुभयो भने चाहिँ यहाँ धेरै अप्सन आउँछ, अटोमेटिक पहिले नै भएका अप्सनहरू आउँछन्। जस्तो यहाँ टप 10 भनेर हेर्नुभयो भने यो टप 10 अपडेट भइरहेको हुन्छ। यो टप 10 मा तपाईँले यहाँ गएर कुनै क्लिक गर्नुभयो भने टप 10 को त्यो त्यो दिनको टप 10 हरू यहाँ छन्। यो सबै तपाईँले चार्टमा हेर्न सक्नुहुन्छ। अब हाम्रो काम चाहिँ यहाँ कसरी क्रिएट गर्ने त नयाँ आफ्नो वाच लिस्ट कसरी बनाउने भन्ने हो। हामीले आफ्नो वाच लिस्ट बनाउन चाहिँ तपाईँले यी मध्ये तल आएर यसमा क्रिएट वाच लिस्ट गर्नुभयो भने यहाँ कुनै नाम राखिदिनु भयो, तपाईँले आफ्नो नाम राखिदिनु भयो, केही राखिदिनु भयो। जस्तो मानिलिउँ एबीसी भनेर मैले राखिदिएँ भने एबीसी 1 भन्ने वाच लिस्ट वा एबीसी 1 भन्ने वाच लिस्टको नाम राखिदिएँ भने अब तपाईँले यहाँनिर एउटा सिम्बल कुनै लेख्नुभयो, जस्तो टीएसएल टेस्ला लेख्नुभयो र यसलाई एड गरिदिनु भयो भने यो एउटा आएर तपाईँको वाच लिस्ट यसलाई सेभ गर्नुभयो भने तपाईँको वाच लिस्टमा एबीसी नाम गरेको एबीसी 1 भन्ने नाम गरेको वाच लिस्ट यहाँ आएर बस्यो। अब तपाईँले यसलाई एड गर्नु पर्यो, थप्नु पर्यो, अरू यो बाहेक पनि अरू थप्नु पर्यो भने जस्तो यहाँनिर अर्को थप्न मन लाग्यो तपाईँलाई एएपीएल एप्पल थप्न मन लाग्यो भने एप्पल लेखेर क्लिक गरे पनि यो एड भइहाल्छ। अनि अरू कुनै अब तपाईँले यहाँनिर क्लिक गर्दा यो यहाँ खुलेन भने जस्तो यहाँ क्लिक गर्दा तपाईँ टेस्ला यहाँनिर क्लिक गर्नुभयो अनि यो टेस्ला चाहिँ यहाँ खुल्यो। अब यो एप्पललाई यहाँ क्लिक गर्नुभयो, यहाँ एप्पल खुल्यो, मेरोमा खुल्यो, तपाईँको नखुल्न पनि सक्छ फेरि। अब यहाँनिर हेर्दै यो यस्तो आयो भने यसलाई यहाँनिर डाउन गरिदिने, यो डाउन गरिदिएपछि ठुलो चार्ट देखिन्छ, तपाईँले यो ठुलो चार्ट आउँछ। अनि अब यहाँ तपाईँको यो मैले यहाँ क्लिक गर्दा वाच लिस्टमा क्लिक गर्दा यहाँ खुल्यो, तपाईँको नखुल्न पनि सक्छ। किन नखुल्न सक्छ हेर्नु है, किन नखुल्न सक्छ भने यो यहाँ हेर्नुपर्छ, यो वाच लिस्टको यो यहाँनिर क्लिक गर्नुभयो भने यो 1 लेखेको छ र रेड छ, यहाँ पनि 1 लेखेको छ र रेड छ, सेम हुनुपर्छ। यहाँ पनि 1 लेखेको रेड र यहाँ पनि 1 लेखेको रेड सेम छ भने तपाईँको यो यहाँ क्लिक गर्दा यहाँ खुल्ने भयो, चार्ट पनि खुल्ने भयो, जुन क्लिक गर्नुहुन्छ त्यही खुल्ने भयो। यो क्लिक गर्दा यही खुल्यो, एप्पल क्लिक गर्दा एप्पलै खुल्यो, जुन क्लिक नभए यहाँ म्याच खाएको छैन, यो रेड छ, यहाँ अर्कै कलर छ, यहाँ चाहिँ तपाईँको ब्लू छ भने अब तपाईँले यो यहाँ चार्टमा गएर यो अर्को चेन्ज गर्न खोज्नुभयो भने यहाँ चेन्ज हुँदैन, त्यो यसमा चेन्ज हुँदैन। त्यसैले यो चेन्ज गर्नलाई तपाईँले यो कलर र यो कलरको म्याच खाउनु पर्यो, एउटै बनाउनु पर्यो। अब एउटै भयो भने चाहिँ अनि चाहिँ तपाईँले यहाँ क्लिक गरेको खुल्छ। अब यसमा तपाईँले जान्नुपर्ने के भयो भन्दा यहाँ वाच लिस्ट बनाउने, एड गर्ने र कसरी यो वाच लिस्टलाई यो चार्टमा खुलाउने भन्ने जान्नु पर्यो। अब अर्को मानिलिउँ यहाँ एड गर्नु पर्यो, WMT वालमार्ट तपाईँले एड गर्नुभयो भने यहाँ एड गर्नुभयो, W वालमार्टको यहाँ बस्यो, यो कलर र यो कलर यहाँ म्याच भएको छ। अब तपाईँले जुन क्लिक गरे पनि त्यही खुल्छ। त्यसरी तपाईँले जति पनि यहाँ थप्दै जान सक्नुहुन्छ। अब यो एउटा लिस्ट बनाउनु भयो, अर्को लिस्ट बनाउनु पर्यो भने तपाईँले यसमै जानु पर्यो, फेरि अर्को लिस्ट बनाउनु यहाँ जाने, अनि यसलाई फेरि अघि यहाँनिर यहाँ जानु, यो पर्सनलमा जानुभयो भने तपाईँले बनाएका लिस्ट आउँछन्। यो मैले अलरेडी बनाएका मेरा लिस्टहरू आए, यहाँ मैले नाम राखेका लिस्टहरू यहाँ त यी लिस्ट आए। तपाईँले आफूले तपाईँले अहिले एउटा मात्रै बनाउनु भयो भने एउटा लिस्ट आउँछ। यहाँ फेरि थप्नु पर्यो भने तपाईँले फेरि यसमा गएर क्रिएट वाच लिस्ट गर्नु पर्यो। अब अर्को कुनै नाम राख्नुभयो XYZ अथवा तपाईँको आफ्नो इच्छा अनुसार कुनै नाम राख्नुभयो XYG1, यो अर्को वाच लिस्ट भयो। अब यसमा तपाईँले कुनै एउटा स्टकको नाम लेख्नुभयो, TTD, यो सेभ भयो। अब यसलाई तपाईँले यहाँ सेभ गर्नु पर्यो, यहाँ अर्को वाच लिस्ट आएर बस्छ। अब मेरोमा हेर्नुभयो भने तपाईँले यसमा गएर क्लिक गर्नुभयो, यो पर्सनलमा जानुभयो भने मेरो यो वाच लिस्टमा त्यो आएर थप्यो, वाच लिस्टको यो सङ्ख्या यहाँ आएर थप्यो। यसलाई क्लिक गर्नुभयो भने अब तपाईँको यो रेड र यो रेड म्याच खाएको छ भने एउटै भएको छ, त्यसैले यहाँ जे हाल्नुहुन्छ त्यो यहाँ खुल्छ। अब जस्तो अब यहाँ TTD लाई क्लिक गर्नुभयो भने TTD यहाँ पनि खुल्ने भयो यो ठुलो चार्टमा। अब यतापट्टि आएर तपाईँले अर्को कुनै एउटा सिम्बल हाल्न सक्नुहुन्छ, CRWB एड गर्नुभयो भने त्यो CRWB यहाँ हाम्रो तिनटै चार्टमा CRWB खुल्ने भयो यतापट्टि आएर। अर्को कुनै तपाईँले SPY हाल्नुभयो, SPY हाल्नुभयो भने यो SPY, अब यो यस्तो खालको आयो भने तपाईँले यहाँबाट डाउन गरिदिने यसलाई, त्यो भएर यो SPY को चार्ट खुल्यो। यसरी तपाईँले यो वाच लिस्ट रेडी गर्न सक्नुहुन्छ। अब यो वाच लिस्टमा अरू थोक हामी के गर्न सकिन्छ त्यो अहिले हामी हेर्छौँ।
अब वाच लिस्टमा तपाईँले यहाँनिर गएर यो वाच लिस्टमा चाहिँ यहाँ उसले अटोमेटिक दिएका कुराहरूलाई चेन्ज गर्न चाहनुहुन्छ भने जस्तो यहाँ 52 अब यहाँ तपाईँको र मेरो एउटै नहुन सक्छ फेरि हेर्नु है यहाँ 52 हाई 52 लो छ मेरोमा लास्ट भन्ने छ यसलाई चाहिँ तपाईँले अर्कै बनाउन चाहनुभयो भने हामीले के बनाउने बेस्ट हुन्छ भने यहाँ चाहिँ अब यसमा गएर क्लिक गर्नुभयो भने यहाँनिर अप्सनहरू छ अब के गर्ने यतापट्टि यहाँ यतापट्टिको बक्समा हेर्नुभयो भने यो रेडी भएको हो यतापट्टिको तपाईँको चोइस हो तपाईँले के थप्न सक्नुहुन्छ यो चोइस भयो यतातिर यहाँ चाहिँ यो तपाईँको अहिले देखिएको चार्टमा देखिएको यसलाई हटाइदिनु पर्यो भने यो हटाइदिनु पर्यो भने जस्तो 52 विक हाई तपाईँले हटाइदिनु पर्यो भने यसलाई यहाँ क्लिक गर्ने हाइलाइट गर्ने र रिमुभ गर्ने 52 लोलाई हटाइदिनु पर्यो भने क्लिक गर्ने रिमुभ गर्ने अब यी दुईटा सिम्बल त चाहिहाल्यो लास्ट तपाईँले छोडिदिनु भयो भने अब आक्स बिड तपाईँले आक्स अथवा बिड केही हाल्न मन लाग्यो भने यहाँनिर आक्स गर्नुभयो भने आक्सको आक्स प्राइस उसले कति छ भन्ने कुरो यहाँ देख्न सक्नुहुन्छ एड गर्नुभयो भने आक्स प्राइस आएर बस्छ अब हामीलाई मेन चाहिने चाहिँ यहाँ के हुन्छ भने पर्सेन्टेज चेन्ज हुन्छ एउटा यहाँनिर टपमै छ तपाईँले खोज्न पनि सक्नुहुन्छ पर्सेन्टेज चेन्ज यसलाई हाइलाइट गरेर यसलाई जोडिदिउँ एउटा हामीलाई यो मेन महत्त्वपूर्ण छ अर्को भनेको अब यसलाई तपाईँले यतिकै यो दिउँमा गरेर तपाईँको चार्टमा बस्दैन फेरि अथवा त्यो वाच लिस्टमा बस्दैन यसलाई तपाईँले ओके गरेर सेभ गर्नुभयो भने बल्ल यहाँ आएर बस्छ अब अहिले मेरोमा हेर्नुभयो भने अघिको भन्दा फरक छ हेर्नु त लास्ट भन्ने आयो आक्स भन्ने आयो मैले त्यहाँ एड गरेकोले चेन्ज यो पर्सेन्टेज चेन्ज भन्ने आयो कति पर्सेन्ट चेन्ज भइरहेछ त्यो तपाईँको टाइम अनुसार त्यो अपडेट भइरहन्छ यसलाई यतातिर बढाइदिनु भयो भने ठुलो देख्न सक्नुहुन्छ अलिक ठुलो यो वाच लिस्टको एरिया यसमा हामीले अब यसरी यो सेटिङमा गएर हेर्ने के गरियो त अहिले भन्दा यसमा चाहिँ यो सेटिङमा गएर क्लिक गर्नुभयो भने कस्टमाइज गर्नुभयो भने यो कस्टमाइजमा गएपछि यतातिरका अप्सनहरू तपाईँले यता सार्न सक्नुहुन्छ यतातिर यहाँ खोजेर यहाँनिर अप्सन के तपाईँले सार्ने हो यता सार्न सक्नुहुन्छ जस्तो अहिले हामीले यहाँ राख्यौँ सिम्बल लास्ट आक्स र यो प्राइस पर्सेन्टेज चेन्ज अब यसमा अर्को एउटा जोड्नुपर्ने हुन्छ महत्त्वपूर्ण छ त्यो एटिआर पर्सेन्टेज एटिआरको पर्सेन्टेज भन्ने जोड्ने हो त्यो चाहिँ अहिले भरे हामी कसरी जोड्ने लास्टतिर यसलाई सिक्छौँ अहिलेलाई तपाईँले यति हेर्नुभयो भने यो नम्बर 8मा हाम्रो पिडिएफको नम्बर 8मा हामीले गरेको यो वाच लिस्टलाई कसरी चेन्ज गर्ने वाच लिस्टमा कसरी पर्सेन्टेज राख्ने त्यो कुराहरू सिक्यौँ यसमा अहिले हामीले नम्बर 9मा हेर्नुभयो भने म्याकडी कसरी राख्ने भन्ने छ म्याकडी कसरी राख्ने भन्ने कुरो हेर्नुभयो भने अब हामीले यहाँ यसमा यो चार्टमा तपाईँले म्याकडी राख्नु पर्यो भने यो चार्टको मुनिपट्टि यहाँ म्याकडी राख्नु पर्यो भने यो म्याकडीलाई राख्नलाई तपाईँले यो यसमा यो स्टडिजमा गएर यहाँनिर तपाईँले म्याकडी सर्च गर्नुभयो भने म्याकडी सर्च गर्नुभयो भने 1 नम्बरमा म्याकडी आयो यसलाई क्लिक गर्नुभयो भने अब यहाँ एड गर्नुपर्ने यतापट्टि गएर बस्नुपर्छ यो यतापट्टि तपाईँले उसले दिएको यहाँनिर अटोमेटिक राखिदिएको अप्सनहरू भयो तपाईँ यता ल्याउनु भयो भने तपाईँको चार्टमा आएर बस्ने भयो यहाँ एड गर्नुभयो भने म्याकडी आएर एड भयो यहाँ अब तपाईँले यतिमै चाहिँ उहाँ चार्टमा गएर बस्दैन फेरि तपाईँले यसलाई एप्लाई गर्नुपर्छ अथवा ओके गर्नुपर्छ एप्लाई गर्नुभयो र ओके गर्नुभयो भने म्याकडी आएर यहाँ बस्यो अब यो म्याकडीको चाहिँ यो म्याकडी तपाईँको इनकेस छेलियो देखिएन तपाईँले यसो गर्नुभयो म्याकडी छेलियो भने यसको अप्सन छ हेर्नु है म्याकडीको एउटा अप्सन भनेको के छ भने यो चार्टलाई यदि यहाँ देखिएन दुईटा जस्तो यहाँ भोलम पनि छ यहाँ म्याकडी पनि अब तपाईँको यो भोलम नहुन सक्छ है अहिले फेरि यहाँ माथि हुनसक्छ अहिले कसरी भोलमको पालो आउँछ अहिले म्याकडीको मात्रै हो तर म्याकडी तपाईँले हाल्नुभयो तर देखिएन छेलियो भने तपाईँले के गर्न सक्नुहुन्छ भने दुईटा अप्सन गर्न सक्नुहुन्छ एउटा भनेको यसलाई तपाईँले अलि होचो बनाइदिन सक्नुहुन्छ छेलियो भने अथवा यसलाई माथिको यो चार्टमा लगेर यस्तो डबल एरो चाहिँ तपाईँलाई चाहिन्छ यहाँ डबल एरो भएको यस्तो ठाउँमा पुगेर लेफ्ट क्लिक गर्नुभयो भने राइटले तपाईँले माथि सार्न सक्नुहुन्छ यसरी माथि सारिदिनु भयो भने यो माथि कुनै तल अथवा माथि ट्राई गर्नुभयो भने तलतिरको यो चार्टलाई तलतिर अथवा माथितिर तपाईँले ट्राई गर्नुभयो भने यो म्याकडी यहाँ देखिनुपर्छ त्यति गर्दा पनि म्याकडी देखिएन भने अर्को अप्सन भनेको तपाईँले यसमा गएर यसको यो म्याकडी लेखेको ठाउँमा गएर यहाँनिर हेर्नुभयो भने यो माथि सार्ने अथवा यसलाई तल सार्ने अप्सन हुन्छ यो दुईटै ट्राई गर्नुभयो भने तर ट्राई गरिसकेपछि तपाईँले के गर्नुपर्ने हुन्छ भने यसरी ट्राई गरेर चाहिँ एप्लाई गर्नुपर्ने हुन्छ नभए उहाँ गएर बसेको हुँदैन एप्लाई गर्नुभयो ओके गर्नुभयो भने यो म्याकडी तपाईँले यहाँ देख्नुहुन्छ अब यो म्याकडीको कलर चेन्ज गर्नु पर्यो अथवा कुनै पनि सेटिङ कुनै पनि यहाँ भएको सेटिङको कलर चेन्ज गर्नु पर्यो भने तपाईँले के गर्नुपर्ने हुन्छ भने यसमा स्टडिजमा गएर तपाईँले म्याकडी यहाँ जोडिसकेपछि यहाँनिर अप्सन छ हेर्नु त्यसलाई हटाउनु पर्यो भने यहाँ भयो अब यो सेटिङमा जानुभयो भने यो सेटिङमा गएपछि म्याकडीलाई तपाईँले कसरी के छ त यहाँ अहिलेको सेटिङको यहाँ 12 अनि 26 9 को छ म्याकडी
अब यसलाई तपाईँले चेन्ज गर्न सक्नुहुन्छ, यहाँ चेन्ज गर्न चाहनुभयो, तर यो बाई डिफल्ट यति भएकोले यो राम्रै छ, तपाईँले यसैलाई छोड्दै हुन्छ। अब यतातिर कलरहरू चाहिँ तपाईँलाई चित्त बुझेन भने चाहिँ यो कलर तपाईँले चेन्ज गर्न सक्नुहुन्छ। जस्तो यहाँनिर यहाँको यो कलर ब्लू कलरको, अथवा यहाँ एभरेज कलर के छ यो कलरको, अथवा यहाँ डिफ्रेन्सको कलर के छ यो कलरको तपाईँले ट्राई गर्न सक्नुहुन्छ। ट्राई गरेर हेर्नुभयो भने कुन कलर चाहिँ कस्तो आउँदो रहेछ भनेर ट्राई गरेर हेर्नुभयो भने यो कलर चाहिँ तपाईँले चेन्ज गरेको त्यहाँ तपाईँको चार्टमा चेन्ज हुन्छ। यी सबैलाई क्लिक गरेर एकचोटि ट्राई गर्नुभयो भने कुन खालको कलर आउँछ, अथवा तपाईँले बाई डिफल्ट जे छ त्यही छोडिदिन पनि सक्नुहुन्छ, अथवा यहाँ आएर तपाईँले कलर चेन्ज पनि यसरी गर्न सक्नुहुन्छ। यसमा कलरमा क्लिक गर्नुभयो भने जस्तो यसलाई अलिकति तल सारेर हेरौँ, यहाँनिर कलर छेलियो त्यहाँ, यहाँनिर अब यहाँ मोर भन्ने कलर छ, मोरमा क्लिक गर्नुभयो भने यहाँ धेरै कलरहरू अप्सन आउँछ। त्यो मध्ये कुनै तपाईँले एउटा कलर चुज गरेर ओके गरिदिनु भयो भने त्यो कलर चाहिँ तपाईँको चार्टमा गएर बस्छ। जस्तो यो कलर हाल्यो, ओके गरियो, अब यसलाई ओके गरियो, अनि यहाँ एप्लाई गर्नुपर्छ, नभए त्यतिकै हुँदैन। एप्लाई गर्नुभयो भने अब तपाईँको त्यो कलर आएर चाहिँ यसको यो कलर आएर यहाँ बस्यो। त्यसैले यो डिफ्रेन्ट कलर, यो बिचको यो मिडल लाइनको, अथवा माथिको यो म्याकडी लाइनको, अथवा यो मुभिङ एभरेज लाइनको, यिनीहरूको कलर तपाईँले त्यहाँ यसलाई चेन्ज गर्नु पर्यो भने जहिले पनि स्टडिजमा जाने, सेटिङमा जाने र यहाँनिर कलर अथवा अरू सेटिङ तपाईँले गर्न सक्नुहुन्छ। तर त्यसलाई गर्दा तपाईँले ओके गरेर एप्लाई चाहिँ गर्नुपर्ने हुन्छ। त्यति गरेपछि तपाईँको चार्टमा आएर त्यो म्याकडीको कलर बस्ने भयो। अब यो अब यस पछाडि यो म्याकडीको यहाँ कलर बस्यो। अब यस पछाडि हाम्रो अर्को नम्बरमा हेर्नुभयो भने कलर चेन्ज कसरी गर्ने अथवा यो भोलम कसरी यहाँ ल्याउने भन्ने कुरो छ। अब यो भोलमलाई कसरी हटाउने अथवा जोड्ने अथवा यहाँ ल्याउने त्यो हेरौँ है त। यसमा जस्तो अब यो भोलमलाई तपाईँले यहाँनिर यो अहिले मेरो यहाँ भोलम छ, मैले यसलाई हटाउनु पर्यो भने अथवा यसलाई चाहिँ यो भोलमलाई कलर चेन्ज गर्नु पर्यो भने, अर्कै कलर बनाउनु पर्यो भने तपाईँ सुरुमा चाहिँ यसमा गएपछि, सेटिङमा गएपछि यो जेनरलमा हेर्नुभयो भने जेनरलमा क्लिक गर्नुभयो त यहाँ जेनरलमा अलरेडी छ, अथवा यहाँ क्लिक गर्नुभयो भने यहाँनिर हेर्नु त यो ओभरल्याप भोलम भन्ने छ। यो अरू तपाईँले सबै थोक हेर्नु पर्दैन, यो ओभरल्याप भोलम भन्ने चाहिँ यसलाई क्लिक गरिदिनु भयो र एप्लाई गर्नुभयो भने के हुन्छ भने त्यो भोलम चाहिँ ओके हेर्नु त यो ओभरल्याप भएर बस्छ, यो चार्टमै ओभरल्याप भएर बस्छ। यसलाई सेटिङमा जाने, जेनरलमा जाने र ओभरल्याप गर्ने गर्नुभयो भने त्यहाँ गएर अब यो ओभरल्याप हटाइदिनु भयो भने, यहाँ भएको ओभरल्यापलाई यो हटाइदिनु भयो भने चाहिँ यो एप्लाई चाहिँ तपाईँले बिर्सिनु हुँदैन। एप्लाई गर्नुभयो भने र ओके गर्नुभयो भने त्यो भोलम चाहिँ यहाँ तल सरो। अब यो तल पनि नहुन सक्छ तपाईँको, मेरोमा चाहिँ तल सरो, किनभने मेरोमा सेटिङ अर्को छ। अर्को के सेटिङ छ हेर्नु है त। अब जस्तो यसलाई यसमा गएर यो इक्विटीमा जानुभयो, इक्विटीमा जानुभयो भने यसमा हेर्दा यहाँ भोलम सबग्राफ भनेर लेखेको छ, यसलाई हटाइदिनु भयो तपाईँले, ओके गर्नुभयो, हटाइदिनु भयो। यो हटाइदिनु भयो भने के हुँदो रहेछ हेर्नु होला। यो हटाइदिनु भयो भने ओके गर्नुभयो भने अब भोलमै हटायो, दुवैतिरको भोलम हरायो। अब यो भोलमलाई जोड्नु पर्यो भने तपाईँले अघिकै प्रक्रिया भयो। जोड्नु पर्यो भने तपाईँले के गर्नु पर्यो भने यसमा जाने, सेटिङमा जाने र यो जेनरलमा गएर तपाईँको यहाँनिर भोलम ओभरल्याप गर्ने हो भने यहाँ ओभरल्यापमा क्लिक गर्ने, ओभरल्याप नगर्ने हो भने इक्विटीमा गएर यो भोलमको सबग्राफमा, यसमा यो भोलमको सबग्राफ यो इक्विटीमा जाने र यसलाई यहाँ क्लिक गर्ने र एप्लाई गर्ने हो भने त्यो तलपट्टि आएर बस्छ, यहाँ तल ओभरल्याप हुँदैन। अनि यो दुईटा बस्दाखेरि चाहिँ एउटा छेलियो अथवा ओभरल्याप, यिनीहरू चाहिँ ओभरल्याप भए भने चाहिँ तपाईँले यसको साइज बढाइदिनु पर्ने हुन्छ। अघि भने जस्तो यो साइज कि अर्को अप्सन भनेको हामीले अघि भनेको थियो नि, अर्को अप्सन तपाईँले यसलाई मुभ गर्नुपर्ने हुन्छ तल माथि। जस्तो यसलाई माथि अथवा तल मुभ गर्नुपर्ने। यसो गर्नुभयो भने चाहिँ के हुने भयो भन्दा त्यो तपाईँको इनकेस यो ओभरल्यापहरू भएको छ भने अनि यसको साइज पनि तपाईँले घटाउन बढाउन सक्नुहुन्छ यसको, अथवा यो म्याकडीको यहाँनिर लगेर यो एरोले यसरी घटाउन बढाउन सक्नुहुन्छ। अथवा यिनीहरूलाई तपाईँले ओभरल्यापहरू भयो भने चाहिँ यहाँबाट तलमाथि सारिदिनु भयो, अथवा तलको पनि सारिदिनु भने ओभरल्याप हुँदैन, यसरी बेग्ला बेग्लै देखिन्छ। अब हामीले यसमा चाहिँ अब यो भोलमको चाहिँ यस्तो खालको बार आयो। अब यसलाई हामीले के गर्न सकिन्छ भने अब यो भोलमको कलर चेन्ज गर्नु पर्यो तपाईँले। भोलमको यो चाहिँ रेडमा रेडै अथवा यो ग्रिनमा ग्रिनै गर्नु पर्यो भने चाहिँ तपाईँले यसको सेटिङमा जाने र यो एपियरेन्समा जाने। अब यहाँ सेटिङ हुन्छ, हेर्नु यहाँ यो एपियरेन्समा के सेटिङ छ अब तपाईँले यो देख्न सक्नुहुन्छ। एउटा भनेको अहिले सुरुमा हामीले गर्न खोजेको भोलमको कलर चेन्ज गर्ने हो, त्यसैले यसमा तपाईँले भोलम खोज्ने हो। यहाँ भोलमको बार भनेको छ कलर एच सिम्बोल भनेको, यसमा तपाईँले अहिले चाहिँ यहाँनिर यो कलर छ, यसलाई कलर यहाँ क्लिक गर्नुभयो भने यो कलर यहाँको चेन्ज हुन्छ। तर यसलाई यसमा क्लिक गर्नुभयो कलर
कलरमा क्लिक गर्नु र एप्लाई गर्नुपर्छ। यस्तो आउँछ, यहाँ देखिन्छ, यस्तो आउँछ। तपाईँ यो अहिले आएको छैन, तपाईँको चार्टमा आएको छैन, यो चाहिँ एक्जाम्पल हो। यसलाई एप्लाई गर्नुभयो भने चाहिँ अनि ओके गर्नुपर्ने हुन्छ। तपाईँको चार्टमा आएर त्यो माथि जस्तो कलर छ तल पनि त्यस्तै आएर बस्छ। यसरी यसरी कलर चेन्ज गर्न सकियो यसको। अब फेरि त्यसमै त्यही सेटिङमै गएर अरू कलर चेन्ज गर्नु पर्यो तपाईँले भने यो एपियरेन्समै गएर अरू कलर भनेको जस्तो क्यान्डल, यो क्यान्डलको यहाँ फुल छ कलर, यो क्यान्डलको कलर चेन्ज गर्नमा लाग्यो भने तपाईँलाई यो क्यान्डलको कलर चेन्ज गर्न सक्नुहुन्छ। जस्तो अब मान्यो यो क्यान्डलमा भरि कलर छ, यसलाई चाहिँ भरि होइन तर कलर यसलाई हटाइदिनु भयो भने यस्तो खालको बन्छ क्यान्डल। अर्को यो रेडको पनि हटाइदिनु भयो भने यस्तो खालको तपाईँलाई कस्तो इच्छा लाग्छ त्यस्तै बनाइदिनु सक्नुहुन्छ। तर यसलाई एप्लाई गर्नुपर्ने हुन्छ तपाईँले यता आफ्नो चार्टमा देख्नलाई। यसलाई फुल गर्दाखेरि पनि राम्रो हुन्छ। यसलाई यतिकै छोडिदिउँ। त्योभन्दा तल यो कर्सरलाई हेर्नु भने कर्सरको चाहिँ तपाईँले कस्तो खालको कर्सर बनाउने, यस्तो 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 मात्रै लम्बाइ मात्रै बनाउने कि अथवा यसमा चाहिँ तपाईँले क्रस खालको बनाउने कि भर्टिकल मात्रै बनाउने कि त्यो तपाईँले यसलाई यो कर्सरको यो प्लस साइन जस्तो देखिन्छ यो सार्दा यो कुन बनाउने, यो यहाँबाट तपाईँले क्रस बनाउने है कुन बनाउन सक्नुहुन्छ। म क्रस छोडिदिएको छु यसमा। अनि कर्सरको कलर चेन्ज गर्नु पर्यो भने तपाईँले यहाँबाट कर्सरको कलर चेन्ज गर्न सक्नुहुन्छ। अब हामी यो ब्याकग्राउन्ड कलर हेरौँ। हाम्रो चार्टको ब्याकग्राउन्ड कलरलाई व्हाइट अथवा अर्कै बनाइदिने हो भने तपाईँले यसलाई के गर्नुपर्ने हुन्छ भने यो ब्याकग्राउन्ड कलर अहिले यो अटोमेटिक यो छ भने हामीले यसलाई व्हाइट यस्तो यस्तो खालको व्हाइट बनाइदिउँ भने यो व्हाइट बस्यो। अर्को अथवा यसलाई क्लिक गर्नुभयो भने यहाँनिर व्हाइट कलर यो अहिले व्हाइट कलरमा बस्यो। अब यसलाई एप्लाई गर्नुभयो भने तपाईँको चार्टमा पनि त्यही कलर गरेर बस्यो। ओके ओके गर्नुभयो भने यो चार्टमा यस्तो खालको कलर गरेर बस्यो व्हाइट खालको। अब यो यसमा बसेन किनभने हामीले यसको सेटिङ मात्रै गरेको। अब यसलाई तपाईँले लाइनहरू अरू जोड्न चाहनुहुन्छ भने त्यही एपियरेन्समा गएर यहाँनिर ग्रिडमा क्लिक गरिदिनु भयो भने र यसलाई ओके एप्लाई गरिदिनु भयो भने यसरी अरू भित्रपट्टि ब्याकग्राउन्डमा लाइनहरू आएर बस्छ। यहाँ डेट लेखेको यस्तो खालको लाइन आएर बस्छ। अहिले हामीले यो कलर चेन्ज गर्ने ब्याकग्राउन्ड चेन्ज गर्ने सिक्यौँ। यसमा कसरी ब्याकग्राउन्ड चेन्ज गर्ने अनि यहाँनिर भोलम ल्याउने म्यागडी ल्याएर यसरी जोड्ने यो सिक्यो। अब यो म्यागडीहरूलाई ठुलो सानो तपाईँले अग्लो होचो बनाउने हो भने यहाँबाट अग्लो होचो बनाउन सक्नुहुन्छ यसरी। अनि यो चार्टलाई नै ठुलो सानो बनाउने अघि हामीले गरेको छ, यो चार्टलाई सानो ठुलो यसरी बनाउन सक्नुहुन्छ। यहाँबाट कतातिर सार्ने यसले चाहिँ उतातिर छेलियो तपाईँको चार्ट भने यसले यतातिर सार्न सक्ने भयो। यसरी तपाईँको यो चार्ट तलमाथि छेलियो भने चाहिँ यसले चार्टलाई तलमाथि सार्न सक्ने भयो। दायाँ बायाँको लागि हो भने यहीँबाट तपाईँले राइट क्लिक गरेर लेफ्ट क्लिक गरेर राइटले सार्न सक्नुहुन्छ यसरी। नम्बर 10 मा हेर्नुभयो भने नम्बर 10 मा मल्टिपल चार्ट अरू नम्बर 10 को हामीले सिध्यायौँ। नम्बर 11 मा हेर्नुभयो भने नम्बर 11 मा चाहिँ अब यो धेरैवटा चार्ट तपाईँले जोड्न मन लाग्यो भने धेरैवटा चार्ट यो स्क्रिनमा चाहिँ धेरैवटा चार्ट जोड्न मन लाग्यो, डिफ्रेन्ट खालको स्टकको नाम चाहिँ एउटै चार्टमा राख्न मन लाग्यो चाहिँ यसमा जानुभयो भने यो बक्समा जानुभयो भने यो बक्समा मान्यौँ यहाँ दुईवटा मैले लगाइदिएँ भने दुईवटा आएर चाहिँ अब यो एउटा यो चार्ट बस्यो, यतापट्टि अर्को यहाँ अर्को सिम्बलको चार्ट यतातिर अर्को बस्न सक्ने भयो यसमा। तर यसमा तपाईँले ध्यान दिँदा के ध्यान दिनुपर्ने हुन्छ नि यो एक्टिभ ट्रेड गर्नुहुन्छ भने चाहिँ जस्तो एक्टिभ ट्रेडमा तपाईँले क्लिक गर्नुभएछ यो तीनटै यो एउटै स्टकको भनौँ एउटै सिम्बलको चाहिँ तीनटा अप्सन तीनटा बक्स आएको छ यहाँ। त्यो खालकोमा चाहिँ यो गर्दा त्यति राम्रो देखिँदैन। यो यहाँ पनि दुईवटा पनि बनाउनु हो भने यहाँ तीनटा आएर यो एकदम गज्याङ गज्याङ जस्तो देखिन्छ। त्यसको सट्टामा चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भने यदि यहाँ चारवटा चार्ट बनाउने हो भने पहिले चाहिँ यसलाई यो एक्टिभ ट्रेडलाई चाहिँ हटाइदिनु पर्ने हुन्छ। एक्टिभ ट्रेड हटाएर सिङ्गल ट्रेड मात्रै एक्टिभ ट्रेड हटाउनु पर्यो भने जस्तो यो तीनवटा बक्स हटाउनु भयो भने यहाँबाट यहाँ क्लिक गर्नुभयो, यहाँ क्लिक गर्नु एउटा मात्रै यहाँ सिम्बल बस्यो, एउटा चार्टको बस्यो, एउटा टाइम फ्रेमको मात्रै बस्यो, यो चाहिँ डेलीको मात्रै बस्यो। अब यसलाई चाहिँ तपाईँले माने नि दुईवटा स्टक हेर्नलाई दुईवटा बनाइदिनु भयो भने यहाँ अर्को सिम्बल लेख्नुभयो भने अर्को चार्ट आएर यहाँ अर्को चाहिँ यहाँनिर रेडी हुने भयो। जस्तो एएपी एप्पल लेख्नुभयो भने एप्पलको यहाँनिर अरू इन्फर्मेसनहरू देखिने भयो। किन यस्तो आयो भन्नुहुन्छ भने तपाईँले अब चार्टै ल्याउनु पर्यो भने यहाँबाट ल्याउनु पर्यो। फेरि अहिले जस्तो यो हाइलाइट कुन भएको छ हेर्नु त, यो एटी भन्ने भएकोले यो यहाँ आएर बसेको होइन। यसलाई चार्टमै ल्याउने हो भने यो एटीलाई हाइलाइट हटाइदिने यो सी गरिदिने। सी गर्नुभयो भने तपाईँको यस्तो आएर चार्ट बस्यो। अब यसमा पनि तपाईँले यो जस्तै अर्कै बनाउने हो भने अघिकै प्रोसेस हो सबै। सेटिङमा गएर के हाल्ने के गर्ने तपाईँले यो सबै थोक म्यागडी जोड्ने के जोड्ने यसैबाट तपाईँले यो यसको चार्टबाट सेटिङ गर्न सक्नुहुन्छ। यो किन यस्तो आयो भन्दा यो एउटा बेग्लै चार्ट, यहाँ बेग्लै स्टकको नेम, यहाँ एसपीवाई, यहाँ एप्पल बेग्लै आयो। यसरी बेग्लै तपाईँले हेर्न सक्नुहुन्छ यहाँबाट गएर। मेन चाहिँ हामीलाई यो बनाउँदा भयो तपाईँले, नभए
यसलाई हामीले अहिलेलाई चाहिँ यो वान चार्ट बनाएर एक्टिभ ट्रेडमा राख्न सकिन्छ। जस्तै एक्टिभ ट्रेड भनेको यो C1 C2 र C3 मा राखियो भने 3वटा टाइम फ्रेमको यो बनियो। अहिले हामीले हेरेको भनेको यो नम्बर 11 को PDF को नम्बर 11 को कुरो हो। नम्बर 12 मा हेर्नुभयो भने ATR पर्सेन्टेज चेन्ज कसरी गर्ने भन्ने छ यहाँनेरि ATR पर्सेन्टेज को चेन्ज। अब यसलाई चाहिँ ATR को पर्सेन्टेज चेन्ज गर्नु पर्यो भने तपाईले ATR को यो मतलब ATR पर्सेन्टेज चेन्ज भनेको के हो भनेर तपाईले अब क्लासमा पनि यता सिकिहाल्नुहुन्छ, हेरिहाल्नुहुन्छ। यता पनि तपाईले हेर्नुभयो भने ATR को पर्सेन्टेज चेन्ज चाहिँ कसरी गर्ने भनेर हेर्नुहुन्छ भने यसमा यो ATR को पर्सेन्टेज चेन्ज यो यसको बाइ डिफल्ट चाहिँ छैन, यसको आफै छैन। तपाईले कोडिङ गरेर कोडबाट गर्नुपर्ने हुन्छ। तर सजिलो के छ भने तपाईले कोडिङ गर्नलाई अहिले सजिलो के छ भने च्याट जीपीटी ले तपाईलाई त्यो कोड रेडी गरिदिइहाल्छ। त्यो गरेपछि तपाईले यहाँ ल्याएर ATR जोड्न सक्नुहुन्छ। ATR भनेको जस्तो कस्तो हुन्छ भने तपाईले ATR भनेको के हो भनेर कसरी हेर्नुहुन्छ भने ATR को चाहिँ यसको भोलाटाइल के छ भनेर देख्न सक्नुहुन्छ। त्यो त्यसको लागि चाहिँ हामीले ATR को त्यो सबै अरु त हामी फेरि पछाडी कुरा गरिहाल्छौं। तर आज चाहिँ कसरी जोड्ने हेर्नु है त ATR कसरी जोड्ने हो भने तपाईले यहाँनेरि गएर यो सेटिङमा गएर यहाँ क्लिक गर्नुभयो, यो कस्टमाइज गर्नुभयो। कस्टमाइज गर्नुभयो भने अब यहाँनेरि तपाईले ATR खोज्नुभयो भने ATR त भेट्नुहुन्छ ATR, तर पर्सेन्टेज चेन्जको ATR यहाँ हुँदैन। यो मैले सेट गरेकोले यहाँ पर्सेन्टेज देखिएको, तपाईकोमा यो हुँदैन, यो पर्सेन्टेजको यो छैन यसमा। अब यसलाई पर्सेन्टेजको ATR जोड्नु पर्यो भने तपाईले कोडिङबाट गर्नुपर्ने हुन्छ। त्यसलाई कसरी गर्नुपर्ने हुन्छ भने सुरुमा चाहिँ यसलाई पहिले हटाइदिउँ। अब हेर्नु है त ATR कसरी जोड्ने। यहाँ यो तपाईको वाच लिस्टमा ATR जोड्नलाई यहाँनेरि सेटिङमा जाने, कस्टमाइज गर्ने, अनि यसमा चाहिँ तपाईले यो यहाँ नखोज्ने, यसमा सर्च नगर्ने, यसमा यहाँनेरि चाहिँ क्लिक गरेपछि यहाँनेरि अरु तपाईको अघिको भन्दा फरक खालको यहाँनेरि अप्सन आउँछ। यसमा तपाईले यो कस्टम कोडमा जानुभयो भने यसमा मैले अलरेडी ATR लेखेकोले यो ATR आको, नत्र हो भने तपाईकोमा चाहिँ के आउँछ भने कोलम 1 कोलम 2 कोलम 3 अथवा कस्टम 1 कस्टम 2 कस्टम 4 भन्दै आउँछ। अब तपाईले यसमा 1 मा क्लिक गर्दा हुन्छ तपाईकोमा 1 मा। मेरोमा चाहिँ अलरेडी मैले यहाँ यो अप्सन भएकोले यहाँ गरेको छु। अब मानिलिउँ मैले यो कस्टम 5 मा क्लिक गरे भने, यो कस्टम 5 मा क्लिक गरे भने अनि यहाँ डबल क्लिक गर्नुभयो भने तपाईले डबल क्लिक गर्नुभयो भने त्यसमा कुनै एउटामा 5 मा गर्नु पर्दैन, तपाईले 1 मा गर्ने हो। मेरो चाहिँ 5 मा किन गरे भन्दा यहाँ अलरेडी अरु भइसकेकोले 5 मा मैले मेरोमा गरे। अनि यसमा यस्तो बक्स आउँछ डबल क्लिक गरेपछि। यो बक्स आएपछि यो बक्समा तपाईले थिंक स्क्रिप्टमा जानुभयो भने यसमा गएपछि तपाईको यहाँनेरि यसलाई हटाइदिनु पर्ने हुन्छ। यो चाहिँ यो सिम्पल मुभिङ एभरेज भन्ने हटाइदिनु भने हाइलाइट गरेर त्यो ब्याक स्पेस दिनु भने त्यो डिलिट हुन्छ। अब यहाँ चाहिँ तपाईले कोड लेख्नु पर्ने हुन्छ। के गर्ने हो, के जोड्ने हो, तपाईले यहाँ कोड लेख्नु पर्ने हुन्छ। त्यो कोड लेख्नलाई तपाईको के सजिलो छ भने च्याट जीपीटी लाई गएर क्वेशन सोध्ने। जस्तो हाम्रो त्यो PDF मा हेर्नु भने क्वेशन सोधेको छ, यहाँ हेर्नुभयो भने यहाँ छ क्वेशन सोधेको। अब यो क्वेशन सोध्ने यहाँनेरि चाहिँ ATR को चाहिँ यो कोडले दिन्छ। यहाँनेरि जस्तो मानिलिउँ मैले क्वेशन सोधे कि यसमा हाउ डु आई एड ATR पर्सेन्टेज टु माई थिंक अर स्विम वाच लिस्ट विथ कलर भनेर यहाँनेरि लेखेँ भने विथ कलर लेखेको छ। तपाईको PDF मा विथ कलर छैन होला, त्यो यो जोड्नु भयो भने विथ कलर भन्नेमा हेर्नु भने उसले यहाँ कसरी गर्ने देखाइदिन्छ। र यसलाई तपाईले अर्थ गर्नु परेन, यो कपी गर्नुभयो भने यसको यो चाहिँ यो उसले दिएको कोडलाई कपी गर्नुभयो भने यहाँनेरि कपी गर्न मिल्यो। कपी गरेर अब यसलाई लगेर तपाईले त्यहाँ पेस्ट गरिदिनु भयो। यसमा लगेर यहाँ पेस्ट गर्नु CTRL V थिचेर पेस्ट गरिदिनु भयो भने अब यहाँनेरि यो कोड आएर बस्यो। यो कोडले काम गरौ भने यहाँनेरि कुनै अप्सन यहाँ रेड आउँदैन, यस्तो यो अब काम गर्ने रहेछ भन्ने आउँछ। तपाईले अब ओके एप्लाई गर्नुभयो भने एप्लाई गर्नुभयो र यसलाई ओके गरिदिउँ। ओके गरेर हेरौँ के आएर बस्यो। अब त्यसमा अब यसलाई ओके गरिदिउँ अनि यसमा आएर यहाँ हेर्नु त, यहाँनेरि आएर चाहिँ यसलाई हेर्नु भने यहाँ कस्टम 5 भनेर यतापट्टिको यहाँ आएर बस्यो अहिले हामीले, किनभने त्यो कोडिङ गरेर यहाँनेरि यतापट्टि यो ल्याइसक्यौँ। अब तपाईको यतापट्टि उसको भयो, यतापट्टि तपाईले चार्टमा के जोड्ने भन्ने भयो। अब यसलाई ओके गर्नुभयो भने तपाईको यहाँ पर्सेन्टेज विथ कलर आएर बस्यो। यहाँ कलर यहाँनेरि अब डिफ्रेन्ट कलर चाहिँ कसरी बनाइदिएको छ भने यहाँनेरि कति पर्सेन्टेज हुँदा कुन कलर जाने, कति पर्सेन्टेज हुँदा कुन कलर जाने भन्ने छ। यहाँ त्यो कोडिङमै थियो, त्यसले कोडिङमा तपाईले सच्याएर त्यो अहिले कोडिङमा त्यो यसको यो कोडिङमा हेर्दाखेरि कति पर्सेन्टेजमा कुन जाने भन्ने उसले यहाँनेरि आफै अटोमेटिक बनाइदिएको छ। जस्तो पर्सेन्टेज 5 भन्दा यहाँनेरि हेर्नु भने 5 भन्दा लो छ भने रेड कलर, अनि यहाँनेरि 2 भन्दा लो छ भने येलो कलर भनेर यसरी छुट्याइदिएको छ। अनि त्यो भन्दा अरु बाँकी चाहिँ ग्रीन कलर भने तपाईले यसलाई चेन्ज गर्ने, त्यो कोडिङ गर्ने बेलामा कोडिङमा उता लगेर चेन्ज गर्न। यहाँ पर्सेन्टेज यो 5 को सट्टामा 3,
2 को सट्टामा 4 कति राख्नुहुन्छ राख्न सक्नुहुन्छ त्यो तपाईको इच्छा अनुसार त्यो कलर अनुसार राख्न चाहनुहुन्छ भने नत्र माथि क्वेशनमै तपाईले कलर भनेर लेख्नु भएन भने उले न कलर बेगरको तर यहाँ चाहिँ एटीआर को पर्सेन्टेज यहाँ देखाइदिन्छ अब यहाँ के आएर बस्यो भने कस्टम भनेर आएर बस्यो नाम चाहिँ यहाँ हेर्नु त यसमा कस्टम आएर बस्यो अब यसलाई तपाईले यसको नाममा यहाँ यो हेर्नुभयो भने कस्टम आएर बसिरहेछ अब यहाँ त्यो चाहिँ कहाँ गएर बसिरहेछ भने तपाईको यसको सेटिङमा जानुभयो भने यसको सेटिङमा जानुभयो कस्टमाइजमा जानुभयो भने यहाँ आएर बसिरहेछ यसमा यो चाहिँ पर्सेन्टेज चेन्ज अब यसलाई यहाँ क्लिक गर्नुभयो भने यहाँ क्लिक गरेपछि यहाँ कोलमको नाम चाहिँ तपाईले चेन्ज पनि गर्न सक्नुहुन्छ हेर्नु त यहाँ नाम चेन्ज गर्नुभयो भने जस्तो यसमा चाहिँ एटीआर पर्सेन्टेज भनेर लेखिदिउँ एटीआर पर्सेन्टेज भयो त्यो अनि यसमा अघि मैले भनेको हेर्नु त अब यहाँ तपाईले अरु थोक छोड्दै हुन्छ तर यसमा यो कलर पनि कलरको यो कतिदेखि कति पर्सेन्टेजसम्म कलर कस्तो लाउने भन्नुहुन्छ भने चाहिँ यसलाई चेन्ज गर्न सक्नुहुन्छ जस्तो रेड भनेको 5 भन्दा माथि रेड छ 2 देखि कलर चाहिँ येलो छ 2 भन्दा ठुलो येलो छ 2 देखि भनेको 3 4 5 3 4 देखि 5 सम्ममा तपाईको येलो देखाउँछ अरु ग्रीन देखाउँछ यो ठिकै छ तर तपाईले चेन्ज गर्न सक्नुहुन्छ तपाईको इच्छा अनुसार यसलाई एप्लाई गर्नुभयो भने अनि ओके गर्नुभयो भने अब ओके गरिदिनु भयो भने यसलाई तपाईको यहाँ आएर नाम बस्यो हेर्नु त एटीआर पर्सेन्टेज मैले अहिले चेन्ज गरेको एटीआर पर्सेन्टेज नाम बस्यो त्यो अनुसारको यो कलर बस्यो यो कति यो एसपीवाई को एटीआर पर्सेन्टेज कति छ अनि यो सीआरडब्ल्यूबी को एटीआर पर्सेन्टेज कति छ टीटीडी को एटीआर पर्सेन्टेज कति छ त्यो आएर यहाँ बस्यो अब तपाईलाई यो हेर्न सजिलो भयो यो चाहिँ कत्रो बनाउने भन्ने गर्नुहुन्छ भने यहाँ डबल एरो लानुभयो भने यो डबल एरोको काम यताउता सार्ने हो सानो बनाउने कि ठुलो बनाउने भन्ने तपाईले यो बक्सलाई सानो ठुलो बनाउन सक्नुहुन्छ यसरी त्यसरी हामीले एटीआर पर्सेन्टेज यसरी यहाँ जोड्न सक्छौं यो एटीआर पर्सेन्टेजको काम के हो हामी उतै क्लासतिरै कुरा गर्न सक्छौं अर्को हेर्नुभयो भने नम्बर हाम्रो 13 मा अब यहाँ के छ भने मेरो त अलरेडी जोडिएको पनि छ यसमा जस्तो मानिलिउँ एप्पल लेख्नुभयो एएपीएल अब यो मेरोमा यहाँ हेर्नु त यहाँ सिम्बल देखाउँछ यो सिम्बल देखाउँछ यो चाहिँ तपाईको यहाँ यो मैले आफैले जोडेको यो तपाईकोमा यस्तो आउँदैन यो ट्रेन्ड लाइनहरु यसलाई चाहिँ तपाईले रिमुभ गर्नु पर्यो भने चाहिँ यहाँ लेफ्ट क्लिक गरेर रिमुभ गर्न सक्नुहुन्छ रिमुभ अप्सनमा गएर रिमुभ गर्न सक्नुहुन्छ यो रिमुभ गर्नुभयो भने यसलाई रिमुभ गर्ने 1 बाइ 1 अथवा अल रिमुभ गर्नुभयो भने भयो रिमुभ यो चाहिँ यो हेर्नुभयो भने यहाँ यसलाई तपाईले यो फिंगर अथवा यहाँ तपाईको एरो छ भने यसलाई लगेर यहाँ राखेर एकछिन हेर्नुभयो भने त्यहाँ देखाउँछ अर्निङ डेट कहिले भयो अर्निङ कति आयो कति भनिएको त्यो कति आयो र यतापट्टि यहाँ क्लिक गर्नुभयो भने यसले डिभिडेन्ड दिन्छ त्यो दिन्छ भने त्यो स्टकले डिभिडेन्ड कति दियो त्यो कुरा यहाँ देखाउँछ कहिले दिन्छ भने देखाउँछ यो तपाईको चार्टमा अहिलेसम्म नआएको हुन सक्छ मेरोमा अलरेडी आएको देखियो नि यहाँ तपाईका नआएको हुन सक्छ अब यसलाई कसरी जोड्ने भन्नुहुन्छ भने यसलाई हामीले कसरी जोड्न सकिन्छ हेर्नु है त यो तपाईको यो भयो भने के सजिलो हुन्छ भने यसलाई यता सार्नु भयो अथवा यो अर्निङ कहिले आएछ अगाडि यो कहिले अर्निङ आयो यहाँ लगेर एकछिन हात क्लिक नगरी यसलाई क्लिक नगरी यहाँलाई एकछिन छोड्दिनु भयो भने त्यहाँनेरि कहिले अर्निङ आएको रहेछ त्यो सबै कुरा देख्नुहुन्छ र त्यो भन्दा अगाडि पनि कहिले अर्निङ आएछ यहाँ देख्नुहुन्छ यसरी र यतापट्टि पछाडी पनि यसमा अब कुनैमा यहाँ यसमा देखाउँछ देखाउँदैन हेर्नु यहाँनेरिबाट अब 3 महिनामा अर्निङ आउने भएकोले 3 महिना जतिमा हेर्नुभयो भने यतातिर गएर सार्नु भने यहाँ वाट लेखेको छ नि यो वाट लेखेको अर्थ के हो भने अर्निङ यहाँ आउन सक्छ ग्यारेन्टी हुँदैन यहाँ त्यो कम्पनीले कहिले अर्निङ ल्याउँछ भने यही ढ्याक्कै डेट भन्ने हुँदैन अहिले नै पछाडी गएर थाहा हुन सक्छ तर यो बेलामा अनुमानित अर्निङ यहाँ आउन सक्छ भनेको यसलाई एकछिन क्लिक नगरिकन छोड्दिनु भयो भने अब 129 तिर यसको अर्निङ आउने रहेछ यो एप्पलको अब अर्को अर्निङ त्यसरी त्यो अर्निङ आउने पनि यहाँ देख्न सक्नुहुन्छ तपाईले कहिले अर्निङ आउने रहेछ तर यो पहिले जोड्नु पर्यो तपाईकोमा जोडेको छैन होला छैन भने यसलाई कसरी जोड्नु पर्यो भने अब तपाईको यसमा यो अर्निङ यहाँ ल्याउनलाई अर्निङको डेट त्यहाँ ल्याउनलाई तपाईले के गर्नु पर्यो भने यो इक्विटीमा जानु पर्यो सेटिङमा गएर तपाईले इक्विटीमा गएपछि यसमा हेर्नु त यहाँ यो मैले चाहिँ यसलाई हाइलाइट पहिले नै राइट गरेको रहेछु यदि मैले पहिले नै राइट नगरेको भएदेखि त्यो आउँदैन थियो जस्तो मैले यसलाई हटाइदिनु पर्यो भने अब सो कोअपरेटिभ एक्सन भनौं भने त्यो एक्सन चाहिँ तपाईले यसलाई यो हाइलाइट हटाइदिनु भयो भने हेर्नु त्यहाँ एप्लाई गर्नु यसलाई हटाइदिनु यो मेरोमा हरायो त्यो हरायो अब यसलाई जोड्नु पर्यो
तपाईले त्यो त चाहिन्छ, त्यो महत्त्वपूर्ण छ, किनभने ट्याक्क हेर्ने बित्तिकै कहिले अर्निङ देख्नुहुन्छ। त्यसैले त्यसलाई तपाईले सेटिङमा जाने, अनि त्यसको इक्विटीमा जाने। यो इक्विटी हामीले इक्विटीमा हेर्दैछौँ, त्यो भएर इक्विटीमा जाने र त्यसमा गएर तपाईले यसलाई हाइलाइट गरिदिनु भयो, क्लिक गरिदिनु। यो अरू पनि गर्नुभयो भने यो अरू आउँछ, तर अरू हामीलाई चाहिँदैन। यसलाई हाइलाइट क्लिक गर्नुभयो, एप्लाई गर्नुभयो, ओके गर्नुभयो भने त्यो आएर यहाँ बस्यो। अब तपाईले यो कत्रो चार्ट बनाउनु भयो, टाइम फ्रेम यता कति सार्न सक्नुहुन्छ, भने तपाईले यहाँ कति सेटिङ गर्नुभयो त्यति सार्न सक्नुहुन्छ। जस्तो यहाँनिर तपाईँको टाइम फ्रेममा 2 इयर्स भन्ने यहाँ सेट छ, त्यो 2 इयर्ससम्म सार्न सक्नुहुन्छ। तर तपाईँले बढाउन चाहनुभयो कति सार्ने भनेर हो भने यहाँ टाइम फ्रेममा गएर तपाईँले बढाउन सक्नुहुन्छ। 2 इयरको सट्टामा मैले 10 इयर बनाइदिएँ भने 10 इयर बनाइदिएँ भने अब 10 इयर्ससम्म यता तपाईँले सारेर हेर्न सक्नुहुन्छ। यहाँले लेफ्ट क्लिक गर्ने, राइटली पुल गर्ने, लेफ्ट क्लिक गर्ने, राइटली पुल गरेर यसरी हेर्नुभयो भने जति पनि तपाईँको सार्न सक्नुहुन्छ। सारेर अथवा यहाँ तलबाट गरेर यहाँबाट सार्नुभयो भने यहाँ छिटो तरिकाले तल सारेर हेर्न सक्नुहुन्छ कतिसम्म सार्ने हो यतातिर। यो चाहिँ हामीले अहिले यहाँ अर्निङको डेट अथवा डिभिडेन्ड दिने डेट यहाँ राख्यौँ। यसो गरेपछि तपाईँलाई के सजिलो भयो भने चार्ट हेर्दै तपाईँलाई थाहा भयो कि अब यहाँ कहिले अर्निङ आउने रहेछ, कहिले डिभिडेन्ड दिने रहेछ, अथवा भविष्यमा पनि कहिले अर्निङ आउन सक्ने रहेछ, अथवा अर्निङको छेउछाउमा हामी छौँ कि छैनौँ। त अर्निङको नजिकै त हामीले ट्रेड गर्न राम्रो हुँदैन, यो नजिक आएको। त्यसैले अर्निङको छेउछाउमा हामी छ कि छैनौँ, अर्निङ पछाडि चाहिँ कहिले चाहिँ यो अर्निङ पछाडि चाहिँ अब कहिले अर्निङ आउने रहेछ, कहाँ रहेछ यो स्टक, त्यो तपाईँले एकैचोटिमा यहाँ देख्न सक्नुहुने। नम्बर 14 मा हेर्नु त। नम्बर 14 मा हामीले अर्को टाइम चेन्ज गर्नु पर्यो तपाईले। जस्तो यहाँनेरि गएर हेर्नु भयो भने यो टाइम चेन्ज भनेको यो अहिलेको टाइम यहाँनेरि इस्टर्न टाइम अनुसार देखाइरहेछ। यो इस्टर्न टाइम तपाईले यहाँ गएर क्लिक गरेर जस्तो इस्टर्न टाइममा तपाईको फरक टाइम पर्छ भने यहाँनेरि जस्तो अब इस्टर्न टाइम भयो अथवा लोकल टाइम भयो, तपाईले यहाँ चेन्ज गर्न सक्नुहुन्छ। तपाईँ आफ्नो टाइम फ्रेम चाहिँ यहाँबाट चेन्ज गर्न सक्नुहुन्छ। इन केस तपाईले यहाँबाट चेन्ज गर्न सक्नु भएन, यसको सिम्पल तरिका के छ भने अब यो मात्रै होइन, टाइम मात्रै होइन, तपाईले कुनै पनि कुरा चेन्ज गर्न समस्या भयो अथवा केही समस्या भयो भने यसको कस्टमरको चाहिँ यो एकदमै राम्रो छ। यो कस्टमर सपोर्ट एकदमै राम्रो छ यो थिङ्करसिमको। यहाँनेरि गएर यो सपोर्टमा गएर तपाईले क्लिक गरेर यहाँ आज त देखिँदैन होला किनभने यो मार्केट आवरको बेलामा अथवा यो मेन्टेनेन्स के चलिरहेछ त्यो बेलामा तपाईले मार्केट आवरको बेलामा तपाईले क्लिक गर्नुभयो। यहाँ क्लिक गरेर यहाँनेरि चाहिँ एउटा म्यासेज लेख्नुभयो भने एकैछिनमा 1 मिनेट भित्रमा चाहिँ कोही न कोही त्यहाँबाट तपाईलाई हेल्प गर्न आउँछ। तपाईले यो टाइम चेन्ज गर्ने मात्रै होइन, तपाईले जे पनि भनेको सेटिङ गर्नुहुन्छ कि तपाईलाई कुनै समस्या आयो कि वाच लिस्टमा कुनै समस्या आयो कि एटीआर जोड्नु पर्यो कि अथवा यहाँनेरि कुनै समस्या आयो कि उनीहरूले तपाईलाई हेल्प गर्छन्। स्क्रिन शेयर गरेर पनि हेल्प गर्छन् यदि तपाईलाई चाहियो भने। र त्यो एकदम राम्रो छ यो कस्टमर सर्भिस चाहिँ। तपाईले चाहिँ एकैछिनमा उनीहरू आएर तपाईँ जे सोधे पनि एन्सर दिन्छन्। त्यो चाहिँ यहाँबाट तपाईले चेन्ज पनि गर्न सक्नुहुने भयो। अर्को तपाईलाई चाहिने भनेको यो रियल डाटा हो। यो चाहिँ यो रियल डाटामा चाहिँ के छ भने यो रियलमा तपाईले कन्भर्ट गर्नु भएन भने बाइ डिफल्ट चाहिँ तपाईको लो आउन सक्छ, ढिलो आउन सक्छ। तर अब रियलमा तपाईले चेन्ज गर्न चाहनुहुन्छ भने यसमा चाहिँ रियलमा गएर तपाईले रियलमा क्लिक गरेर रियल डाटा यहाँबाट चेन्ज पनि गर्न सक्नुहुन्छ। मेरोमा अलरेडी छ। यदि तपाईले यहाँबाट गर्न सक्नु भएन त्यो पनि सिम्पल यहीँ गएर चाहिँ क्लिक गर्ने बित्तिकै आस्क गर्ने बित्तिकै मलाई रियल बनाइदिनु भन्ने बित्तिकै उसले चाहिँ तुरुन्तै तपाईले कसरी रियल बनाउन सिकाइदिहाल्छ। यति सिम्पल छ यो। तर तपाईलाई चाहिन्छ यो रियल भयो भने चाहिँ राम्रो हुन्छ, रियल टाइम भयो भने चाहिँ, किनभने त्यो तुरुन्तै अहिलेको अहिले यहाँनेरि यो 5 मिनट, नत्र भने यसलाई तपाईले चेन्ज गर्नु भएन भने ढिलो आउने भएकोले तपाईको यहाँ देख्नुहुन्छ त्यो अलरेडी भइसकेको हुन्छ। त्यसैले त्यसलाई तपाईले रियलमा लान राम्रो भयो। रियल टाइम रिक्वेस्ट त्यसरी गर्न सक्नुहुने भयो। अब पेपर मनी भन्ने अघि हामीले सुरुमै भन्यौँ, पेपर मनी तपाईले गर्न चाहनुहुन्छ, यो रियल मनी होइन पेपर मनी गर्न चाहनुहुन्छ भने 17 को हेर्नु त। रियल मनी होइन पेपर मनी गर्न चाहनुहुन्छ भने चाहिँ तपाईले सुरुमै यो ओपन गर्दैखेरि त्यहाँनेरि दुईटा अप्सन हुन्छ, तपाईले देखिहाल्नुहुन्छ। सुरुमा आज देखिँदैन किनभने आज यो विक अथवा छुट्टी आज होलिडे भएकोले यो उनीहरू मेन्टेनेन्समा के गरिरहेछन् त्यो भएर देखिँदैन। तर मार्केट आवरको बेला अथवा मन्डेतिर अथवा सन्डे बेलुकातिर तपाईले हेर्नुभयो भने त्यहाँ दुईटा अप्सन देख्नुहुन्छ, एउटा पेपर मनी, अर्को भनेको रियल मनी। अब यो पेपर मनीमा तपाईले सुरुमै लगइन गर्दै सेम लगइन हुन्छ, तपाईको लगइन चाहिँ केही फरक पर्दैन। तर पेपर मनीमा क्लिक गर्नुभयो भने सुरुमै त्यो पेपर मनीमा जान्छ। तपाईलाई पेपरको पैसा यहाँ देखाइदिन्छ, कति पैसा पेपर मनीमा तपाईले कति पैसा पाउनुहुन्छ र के ट्रेड गर्नुहुन्छ। त्यो चाहिँ फेक भयो, तर पनि तपाईले ट्रेड गर्दा रियल टाइममै गर्न मिल्छ। यो रियल टाइम रियल पैसाको गरे जस्तो गर्न मिल्छ। त्यसो गर्दा प्र्याक्टिस हुन्छ। त्यसैले सुरुमै पेपर मनीमा गएर क्लिक गर्नुभयो भने पेपर मनी खुल्छ, अनि रियल मनीमा भने रियल खुल्छ। तपाईँ दुईटै गर्न मन लाग्यो भने यो दुईटा एप्लिकेसन बनाउनलाई यहाँ एउटा
अर्को डेस्कटपमा एउटा दुईटा यस्तो खालको एप्लिकेसन राख्नुभयो भने एउटामा पेपर मनी अर्कोमा तपाईँले रियल मनीमा लगइन गर्नुभयो भने यसलाई क्लिक गर्दा पेपर मनी खुल्छ, अर्कोलाई क्लिक गर्दा अर्कोमा तपाईँको रियल मनी खुल्छ। एकैचोटिमा त्यसरी दुईटा सेटिङमा यो क्लिक गर्दा यो खुल्ने, अर्को क्लिक गर्दा अर्को खुल्ने बनाउन सक्नुहुन्छ। त्यसलाई त्यसरी पेपर मनी र रियल मनीलाई त्यसरी चेन्ज गर्न सकिन्छ। अर्को नम्बरमा हेर्नुभयो भने 18 मा हेर्नुभयो भने बाई सेल कसरी गर्ने भनेर हेर्नुभयो भने जस्तो मानि तपाईले यो सेटिङमा छ, यो सेटिङबाट अब तपाईले स्टक सबै राम्रो देख्नुभयो। यहाँ 5 मिनेटमा, यता 15 मिनेटमा ब्रेकआउट भयो, यहाँ रेडी भयो, ब्रेकआउट हुन रेडी भयो, यहाँ ट्रेन्ड लाइन तान्नु भयो, रेडी भयो, पर्खिनु भइछ, रेडी भयो, बाई गर्ने बेला हुन आँट्यो भने तपाईले बाई गर्नलाई यहाँ क्लिक गर्नुभयो भने यो पोइन्टमा यो बाई सेल, बाई कस्टम भन्ने छ। यो अब तपाईँ के गर्न चाहनुहुन्छ? बाई गर्न चाहनुहुन्छ, सेल गर्न चाहनुहुन्छ, कस्टमाइज गर्न चाहनुहुन्छ। अब कस्टमाइजमा यसमा के बेनिफिट छ भने यो कस्टमाइजमा जानुभयो भने कस्टमाइजमा ओसिओ तपाईले गर्न सक्नुहुन्छ। ओसिओ भनेको चाहिँ कस्तो हो भने यसमा तपाईले अप्सन यहाँ के छ भने यो चाहिँ यता रबिनहुडहरुतिर छैन। यसमा अप्सन के छ भने तपाईले एकैचोटीमा बाई पनि गर्ने, स्टप लस पनि राख्ने, टार्गेट लिमिट पनि राख्ने। भनेको मानिलिउँ तपाईको एउटा स्टक चाहिँ एउटा ब्रेकआउट हुन आँट्यो, यो स्टक चाहिँ ब्रेकआउट हुन आँट्यो। जस्तै यो एप्पलको उदाहरण हेर्नुभयो, यहाँनेर चाहिँ यो हाईमा कट हो भने म किन्छु भन्नुभयो तपाईले। अलरेडी यहाँनेर ब्रेकआउट त भइसक्यो यो यहाँ, तर यसलाई तपाईले उदाहरणको लागि यो हाई कट हो भने अब म किन्छु, किनभने अलिकति पुल ब्याक भइजो, अब हाई कट हो भने किन्छु भन्नु भने यो प्राइसमा किन्छु भन्नुभयो भने अब यो प्राइस अहिले छैन भने अहिले प्राइस 277.55 छ, तर तपाईले यो ब्रेकआउट भएपछि मात्रै किन्छु भन्नुभयो भने, यो माथि कटेपछि मात्रै किन्छु भन्नुभयो भने तपाईले यसमा ओसिओ अर्डर राख्न सक्नुहुन्छ। ओसिओ अर्डरमा एकैचोटी तपाईले किन्ने भनेको स्टप बाई अर्डरमा यो प्राइस कटेपछि किन्छु भनेर राख्न सक्नुहुन्छ एउटा। अनि त्यतिखेरै नकिनिकनै तपाईले सुरुमै के सेटिङ गर्न सक्नुहुन्छ भने सुरुमै तपाईले यसको चाहिँ कस्टम अर्डरमा चाहिँ सुरुमै तपाईले तीनटा अप्सन राख्न सक्नुहुन्छ। बाई पनि राख्न सक्नुहुन्छ, स्टपतिर सेल पनि राख्न सक्नुहुन्छ, लिमिटतिर सेल पनि राख्न सक्नुहुन्छ। त्यसलाई तपाईले सच्याएर स्टपतिर, लिमिटतिर, बाई अर्डरमा सेलमा राख्नलाई तीनटै एकैचोटी राख्न खोज्नुभयो भने त्यो तपाईलाई पछि म बताइहाल्छु कसरी राख्ने भन्ने कुरा। त्यो तपाईले राख्न सक्नुहुन्छ तीनवटै अर्डर एकैचोटी। त्यसमा चाहिँ यो अप्सन भनेको के छ भने यसमा चाहिँ त्यो अप्सन छ। जस्तो ओसिओ अर्डरको अप्सन छ, ब्राकेट बाई। अब बाई यो प्राइस कटेपछि बाई राख्छु, 8% तल स्टप राख्छु र मेरो चाहिँ 12% बढ्यो भने आधी हाफ बेच्न राख्छु भन्नुभयो भने यसलाई स्टप बाईमा अहिले चाहिँ यति प्राइस छ, त्यसैले तपाईले एउटा स्टप बाईमा राखिदिनुहुन्छ अनि अर्को तपाईको स्टप लिमिट स्टपमा राखिदिनुहुन्छ, अर्को सेलतिर चाहिँ स्टप लसतिर र अर्को लिमिटतिर राखिदिनुहुन्छ। तपाईको लिमिटतिर चाहिँ त्यो माथि पुगेर तपाईको टार्गेट पुगेर 12% को टार्गेट पुगेर आधी बेच्ने बनाइदिनु भयो भने त्यो तीनटै सेटिङ तपाईले नकिनिकन राखिदिनुहुन्छ। जब जुन चाहिँ पहिले ट्रिगर गर्छ, जुन चाहिँ पहिले प्राइसमा पुग्छ, जस्तो मानि तपाईको नकिनी त केही भएन, तर पहिले यो माथि गएर यो तपाईको बाई भयो भने त्यस पछाडिको दोस्रो स्टेपमा माथितिर बढ्दै गर 12% कटो र तपाईले हाफ बेच्न राखिदिन्छु भन्नुभएछ भने त्यो अटोमेटिक बेचिने भयो। तलतिर स्टप लसतिर 8% डाउनमा राखिदिनु भएछ भने त्यो अटोमेटिक त्यहाँ आएपछि स्टप आउट हुने भयो। तपाईले कहाँ काममा बिजी हुनुहुन्छ अथवा के गर्दै हुनुहुन्छ, तपाईले आफ्नो काममा बिजी भयो भरे हेर्दा त्यो जे एक्सन भएको छ त्यो भइसकेको हुन्छ। त्यो सजिलो छ यसमा। त्यसैले यसबाट तपाईले बाई, सेल अथवा विभिन्न खालको अप्सनहरु पाउनुहुन्छ यसमा, त्यो गर्न सक्नुहुन्छ। एटीआर को अघि हामीले जोडी पनि सक्यौं। माथिको एटीआर मा कसरी स्क्रिप्ट लेख्ने भन्ने कुरा यहाँ तल लेखिदिएको छ, तर त्यो चाहिँ तपाईले च्याट जीपीटी लाई नम्बर 18 को हेर्नु त 18 भयो। अब 19 को भनेको अर्को क्वेशनमा चाहिँ के लेख्ने भन्दा यहाँ त्यही च्याट जीपीटी मा गएर तपाईले यसरी कोड बनाएर अगाडि जोड्नु भयो, त्यो जोडिसकिहाल्यो। त्यसलाई एटीआर कसरी जोड्ने भन्ने जोडिसकिहाल्यो। अब हामीले यति नै गर्दा पुग्यो यसलाई। जस्तो अब अहिलेलाई सेटिङ हेर्नुभयो भने अब कस्तो सेटिङ भयो त भन्नुहुन्छ भने टोटलमा चाहिँ हाम्रो कस्तो सेटिङ भयो हेर्नुभयो भने हामीले के गर्यौं, कस्तो सेटिङ भयो भनेर हेर्नुहुन्छ भने अब अर्को एउटा काम छ यसमा बाँकी रहेको। त्यो अगाडि नै मैले छोडिरहेको छ, यो क्लियर चार्ट आइरहेको छ। त्यो भएर अब के बाँकी छ भने यसमा हामीले मुभिङ एभरेज कसरी जोड्ने, त्यो सेम नै हो। जसरी एटीआर जोड्नुभयो, जसरी यो जोड्नुभयो, अब यहाँ मुभिङ एभरेज जोडेको छैन। हेर्नु त, मुभिङ एभरेज जोड्नु पर्यो यसमा। अब मुभिङ एभरेजमा तपाईको यसमा कस्तो मुभिङ एभरेज चाहिँ राम्रो हुन्छ त भन्दा यसमा गएर तपाईले हामी 4 वटा मुभिङ एभरेज जोड्छौं। एउटा भनेको 9 डेज,
अनि अर्को 21 डेज, अर्को 50 डेज र अर्को भनेको 200 डेज। त्यति भयो तपाईलाई पुग्छ। क्लियर चार्ट पनि हुन्छ। जस्तो अब मुभिङ एभरेज जोड्नु भयो भने तपाईले दुईटा चाहिँ सिम्पल मुभिङ एभरेज जोड्नुहुन्छ, दुईटा चाहिँ, अनि दुईटा चाहिँ एक्सपोनेन्शियल मुभिङ एभरेज जोड्नुहुन्छ। अब सिम्पल मुभिङ एभरेजमा चाहिँ के जोड्नुहुन्छ भने 50 डे मुभिङ एभरेज र 200 डे मुभिङ एभरेज। त्यसलाई हामीले जोडेर हेरौँ। सुरुमा हामीले सबभन्दा सानोबाट सुरु गर्यो भने 9 डेजको हेर्नुहुन्छ, EXP लेख्नुभयो भने यहाँनिर यो सर्चिङमा हामीले यता सार्नुपर्छ पहिले, EXP एक्सपोनेन्शियल मुभिङ एभरेज हेर्नुभयो भने अब यसलाई क्लिक गर्नुपर्ने हुन्छ। तपाईँ मुभिङ एभरेजमा गएर यहाँ क्लिक गर्नुहुन्छ, एड गर्नुहुन्छ। एड गर्नुभयो भने अब यहाँ बाई डिफल्ट यो 9 मै बस्छ जहिले पनि। तर अब यसमा तपाईँले के गर्न सक्नुहुन्छ भने यति आइसकेपछि अब कलरहरू चेन्ज गर्नु पर्यो भने, जस्तो हामीले बेस्ट कलर हामीलाई के हुन्छ भने अरू आइबिडी हेर्दा, फिनबिज हेर्दा अथवा ट्रेडिङ भ्यू हेर्दा सेम कलर होस्, नझुक्कियोस् भनेर तपाईँले यसलाई भनेको 9 डेलाई तपाईँले जहिले पनि यहाँ सेटिङमा चेन्ज गर्न सक्नुहुन्छ। यसलाई चेन्ज गरेर हामी अरू त केही नगरौँ, यसलाई चेन्ज गरेर येलो कलर बनाइदिउँ। यसको 9 डेको येलो कलर भयो। यसलाई ओके गर्नुपर्छ तपाईँले, अनि एप्लाई गर्नुपर्छ, ओके गर्नुपर्छ। तपाईको यो चार्टमा आएर बस्यो 9 डेको येलो कलर। यो चार्ट तपाईको यस्तो देखिएको छैन, ठुलो क्लियर छैन भने तपाईले यसलाई अघि मैले तपाईलाई अगाडि नै बताएको छु, यसलाई यता तानेर अथवा यहाँबाट यो साइज यताबाट तलमाथि गरेर अलिक क्लियर चार्ट बनाउन सक्नुहुन्छ सानो छ भने, अथवा तपाईको यसलाई चाहिँ ठुलो बनाइदिन सक्नुहुन्छ, ठुलो अझै ठुलो बनाउने हो भने, अथवा यसलाई सानो बनाउन सक्छ अझै सानो। अनि यतिको राखेर यसलाई यता सारेर तपाईले सेटिङमा यहाँ राख्नुभयो भने यस्तो राम्रो देखिन्छ। यो 9 डेको बस्यो। फेरि यसमै तपाईले स्टडिजमा फेरि गएर अर्को मुभिङ एभरेज जोड्दिउँ। अर्को मुभिङ एभरेज भनेको अब यहाँनिर फेरि EXP लेख्नुभयो भने यसमा फेरि अर्को मुभिङ एभरेज जोड्दिउँ। यहाँ एड गर्नुपर्ने हुन्छ पहिले तपाईले यता आइसकेपछि अब तपाईले सेटिङमा गएर यसलाई अघिको 9 डेज भयो, ओके गरिदिउँ। अब अर्कोलाई यो चाहिँ 21 डे बनाइदिउँ यसलाई। यो 21 डेमा अटोमेटिक यसको यो एउटा डिफल्ट कलर यस्तो छ भने हामीले यसलाई यहाँनिर गएर तपाईको कति दिनको बनाउने हो आफै बनाउन सक्नुहुन्छ। यसलाई चाहिँ हामीले डिलिट गरिदिउँ 9 डेको अगाडिको। बाइ डिफल्ट जहिले पनि 9 डे बसेको छ भने 21 डे। अब 21 डेलाई हामीले ग्रीन बनाइदिउँ। हामीले एउटै बनायौँ भने झुकिँदैन, पछि सबैतिर हेर्न तपाईँलाई सजिलो हुन्छ। त्यसैले यो ग्रीनमा एप्लाई नगरी त बस्दैन, एप्लाई गरिदिनु, ओके गरिदिनु भने हट्छ। ओके भयो। अब यो 21 डेको मुभिङ एभरेज आएर यहाँ बस्यो। अर्को मुभिङ एभरेज तपाईँले जोड्ने भनेको सिम्पल मुभिङ एभरेज, SIM लेख्नुहोस्। सिम्पल मुभिङ एभरेजमा यहाँ क्लिक गर्नुभयो भने पहिले यसलाई यो सिम्पल मुभिङ एभरेजलाई यता सार्नु पर्ने हुन्छ, एड गरिदिनु। यहाँ एड गरेपछि फेरि बाइ डिफल्ट यो 9 मै बस्छ, तर यसलाई सेटिङमा गएर तपाईँले चेन्ज गर्न सक्नुहुन्छ। सेटिङमा गएर चेन्ज गर्नु पर्यो भने यसलाई चाहिँ अब 50 डे बनाइदिउँ, 50 डे मुभिङ एभरेज। र कलर हामीले 50 डेलाई जहिले रेड राखिदिउँ। त्यसो गर्दा सेम कलर तपाईँलाई बानी पर्छ, रेडमा रेड कलर, ओके। यो यहाँ ओके गर्नुभयो भने अब एप्लाई गर्नुपर्ने हुन्छ। एप्लाई गर्नुभयो भने तपाईको चार्टमा आएर यो 50 मुभिङ एभरेज बस्यो। अब एउटा बाँकी रह्यो 200 डे। 200 डे मुभिङ एभरेज यता तलकोमा तपाईले चेन्ज नगरे पनि हुन्छ, अथवा गर्नुहुन्छ भने त्यसरी नै यसकै सेटिङमा जानु पर्यो। अब अर्को 200 डेज। अब 200 डेजलाई पनि यहाँ सिम्पल राखिदिउँ, SIM सिम्पल मुभिङ एभरेजमा जानुभयो भने यसलाई एड गरिदिनुहोस्। यता आएपछि बाइ डिफल्ट 9 नै छ। फेरि यसलाई तपाईले सेटिङमा गएर चेन्ज गरिदिनुहोस्, यो चाहिँ कलर चेन्ज गरिदिने। अब हामीले 200 डेलाई चाहिँ ब्ल्याक राखिदिने, ओके गरिदिने, र यो ओके भयो, अनि एप्लाई भयो, ओके भयो। अब तपाईको 200 डे ब्ल्याकमा आएर बस्यो। सायद यो 200 डे बसेन होला, यहाँनिर अर्कै कलर आएर बस्यो। म के समथिङ रङ भयो है त। 200 डे हामीले यहाँ चेन्ज गरेको रहेछ हेर्नु त। अब यसलाई चेन्ज अघि चेन्ज भएन छ, यहाँ गरिएन छ, यसलाई चेन्ज गरौँ पहिले। अनि त्यो 9 डेमै गएर बस्यो, त्यो 200 डे बनाइदिउँ। अब 200 डे चाहिँ तपाईँको चेन्ज भयो, ओके। अब यसलाई एप्लाई गर्नुहोस्, अनि ओके भयो। अब चाहिँ यहाँ आएर 200 डेको मुभिङ एभरेज यहाँ आएर बस्यो भने चाहिँ हामीलाई यो सेटिङ गर्ने चाहिने कुराहरू पुग्यो। अब अरू तपाईँले सेटिङ गर्न चाहनुहुन्छ भने थप सेटिङ गर्न सकिन्छ, तर चार्ट चाहिँ सिम्पल बनाउँदा राम्रो हुन्छ, क्लियर बनाउँदा राम्रो हुन्छ। त्यसैले हामीले यो सेटिङ यति राखेपछि अब तपाईँलाई जहिलेलाई पनि येलो भनेको 9 सम्झिँदा भयो। तपाईँ चेन्ज गरेपछि 21 डे, रेडमा 50 डे, र यो ब्ल्याकमा चाहिँ 200 डे हो। यो कुन छ भनेर तपाईँले हेर्न खोज्नुहुन्छ नि, यहीँ गएर यहाँ हेर्नुभयो भने यहाँ देखिन्छ, यहाँ 50 डे। यसलाई क्लिक गर्नुभयो भने, यो सेटिङमा गएर क्लिक गर्नुभयो भने कुन कलरमा बसेको छ त्यो देख्नुहुन्छ। इनकेस तपाईँलाई यो हटाउनु पर्यो, डिलिट गर्नु पर्यो, कुनै तपाईँलाई मन परेन, 200 डेलाई हटाइदिनु पर्यो भने तपाईँ डाइरेक्ट यहाँबाट हटाउन सक्नुहुन्छ। यसरी यहाँबाट यसलाई क्रस गरिदिनु भयो भने यो
यो हराएर जान्छ यहाँबाट। तर यत्तिकै चाहिँ हराउँदैन, तपाईँले एप्लाई गर्नुपर्छ। फेरि त्यहाँ क्लिक गरेपछि एप्लाई गर्नुभयो भने तपाईँको चार्टबाट त्यो हराएर जान्छ। हेर्नु त, त्यो 200 डे हराएर गयो। 3टा मात्र रह्यो। त्यसरी एड गर्ने अथवा हटाउन सक्नुहुन्छ। जस्तो अरू पनि यिनीहरू मध्ये कुनैले एड गर्ने अथवा तपाईँले हटाउन चाहनुभयो भने त्यसरी एड गर्ने अथवा हटाउने गर्न सक्नुहुन्छ। अब ओके गरिदिउँ। अब हेर्नु त, अब फाइनल समरी हेर्नु है त, के गर्यो हामीले। फाइनल समरी हामीले के गर्यो भने नम्बर 1 मा हाम्रो पिडिएफ अनुसार, सुरुको तपाईँको पिडिएफ अनुसार नम्बर 1 मा हामीले यो 3टा टाइम फ्रेम बनायो। 3टा टाइम फ्रेम भनेको यहाँ दिल्लीमा राखियो, यसमा 15 मिनटमा राखियो, यसमा 5 मिनटमा राखियो। यो त्यो सेटिङ भयो पहिलो। त्यो सेटिङ गर्ने दोस्रो नम्बरमा तपाईँले यतापट्टिबाट डिफ्रेन्ट तरिकाले आफ्नो टाइम सेटिङ गर्न सक्नुहुन्छ। यो डिफ्रेन्ट तरिकाको सेटिङ गर्न सक्नुहुन्छ। क्लिक गरेर हेर्नु होला, प्रत्येकलाई क्लिक गर्दै हाइलाइट गर्दै क्लिक गर्दै फेरि हटाउँदै गर्न सक्नुहुन्छ। के आउँदो रहेछ त्यो देख्नुहुन्छ। नम्बर 3 मा हेर्नुभयो भने नम्बर 3 मा सेटिङमा हामीले के गर्न सक्यो। सेटिङमा के गरियो भन्दा सेटिङमा हामीले यहाँनेरि यो भोलमलाई ओभरल्याप गर्ने कि नगर्ने गरियो। अनि यतापट्टि यो इक्विटीमा गएर हामीले यहाँनेरि चाहिँ अर्निङ डेट राख्ने कि नराख्ने गरियो, त्यो गर्न सक्यो। अरू पनि धेरै छन् तर हामीलाई त्यति भए पुग्छ, त्यो गरियो। अर्को तपाईँले त्यहाँ अरू थप हेर्न सक्नुभयो। नम्बर 4 मा तपाईँले स्टडिजमा गएर के गर्न सक्नुभयो त भन्दा स्टडिजमा गएर यतापट्टिको अटोमेटिक यहाँ भएका कुराहरू धेरै कुरा छन्। यहाँ तपाईँले यसलाई सारेर हेर्नुभयो भने 100औं छन्। ती 100औं मध्ये तपाईँलाई जुन जुन चाहिने हो त्यो यतापट्टि सारेर एप्लाई गर्नुभयो भने त्यो बस्छ। हामीले यहाँनेरि म्याकडी गऱ्यौँ र मुभिङ एभरेज गऱ्यौँ। त्यसलाई हटाउनु पर्यो भने तपाईँले यहीँबाट हटाउनु सक्नुहुन्छ। सेटिङमा चेन्ज गर्नु पर्यो भने यहीँबाट तपाईँले सेटिङ चेन्ज गर्न सक्नुहुन्छ। नम्बर 5 मा हामीले के गर्यौँ भन्दा नम्बर 5 मा यो यहाँनेरि हेर्नु त, यो टाइम फ्रेम चेन्ज गर्यौँ, टाइम चेन्ज गर्यौँ। जस्तो यसको चाहिँ यहाँ दिल्लीमा राखिदिएको छ, तपाईँले विकली डेली जे राख्न सक्नुहुन्छ। यहाँ 15 मिनटमा राखिदिएको छ र यहाँ 5 मिनटमा राखिदिएको। 6 मा हामीले नम्बर 6 मा हामीले के गर्यौँ भन्दा यो स्टाइल, यो क्यान्डल राख्ने कि लाइन राख्ने कि बार राख्ने के राख्ने, यो स्टाइल यहाँबाट तपाईँले चेन्ज गर्न सक्नुहुन्छ। यसमा गएर चेन्ज गर्न सक्नुहुन्छ। नम्बर 7 मा हामीले ड्रइङमा गएर यहाँ के ड्र गर्ने त, के गर्ने भन्ने कुरो, कसरी ड्र गर्ने त्यो कुराहरू, मेजर कसरी गर्ने, ड्र गर्ने त्यो कुराहरू सिक्यौँ। नम्बर 8 मा हामीले के गर्यौँ भन्दा नम्बर 8 मा गएर यहाँनेरि यो वाच लिस्ट कसरी बनाउने सिक्यौँ। वाच लिस्टलाई तपाईँले यहाँनेरि यसरी क्लिक गर्नु हराउँदा देखिँदैन। फेरि डाउनतिर क्लिक गर्नु यहाँ देखिन्छ। अनि तपाईँले यसमा पनि अर्को जस्तो मार्केटलाई यहाँनेरि यो साइडमा मार्केट राख्ने 3टा त भयो हाम्रो टाइम। मार्केट पनि देखियोस् साइडमा, होल मार्केट जस्तै एसपीवाई देखियोस् भन्ने चाहनुहुन्छ भने तपाईँले यसमा गएर चाहिँ यो चार्टलाई यसले हेर्नु त, यसले तलमाथि सार्न मिल्छ। फेरि कता सार्ने हो, कतिको बनाउने, बिचमा बनाइदिने। यहाँ वाच लिस्ट पनि देखियो, मार्केट पनि देखियो। मार्केट यहाँ एसपीवाई लेख्नुभयो भने एसपीवाई लेख्नुभयो भने एसपीवाईको चार्ट चाहिँ यहाँनेरि आएर बसेको हुन्छ। यसरी एसपीवाई चार्ट तपाईँले यहाँ देख्नुहुन्छ। अरू रियल एप्पलको चाहिँ टाइम फ्रेम यहाँ देख्नुहुन्छ। यसरी यो चेन्ज गर्न सक्नुहुन्छ अर्को। र यसमा वाच लिस्टमा नम्बर 8 मा वाच लिस्टमा कसरी वाच लिस्ट बनाउने, वाच लिस्टमा के हेर्ने, यहाँ बाई डिफल्ट के छ र पर्सनल कसरी बनाउने, त्यो कुराहरू नम्बर 8 मा सिक्यौँ। नम्बर 9 मा तपाईँले म्याकडी जोड्न सिक्नुभयो। म्याकडीलाई कसरी जोड्ने भन्ने सिक्नुभयो। कलर चेन्ज कसरी गर्ने भन्दा कलर चेन्ज गर्नु पर्यो भने तपाईँले यहाँ गएर सेटिङमा गएर कलर चेन्ज गर्न सक्नुहुन्छ। नम्बर 10 मा तपाईँले नम्बर 10 मा भोलमलाई कसरी चेन्ज गर्ने, भोलम कसरी यहाँ तल राख्ने अथवा भोलम यहाँ ओभरल्याप कसरी गर्ने, त्यो कुरा सिक्नुभयो। नम्बर 11 मा तपाईँले यहाँनेरि गएर यो चाहिँ डिफ्रेन्ट टाइम, डिफ्रेन्ट खालको धेरैवटा एकैचोटि एउटै यो स्क्रिनमा पनि एकदम धेरैवटा चार्टहरू कसरी हेर्न सकिन्छ त्यो सिक्नुभयो। धेरैवटा स्टक कसरी। नम्बर 12 मा तपाईँले के देख्नुभयो भने नम्बर 12 मा तपाईँले एटीआर जोड्नु पर्यो भने यहाँनेरि एटीआर कसरी जोड्ने, एटीआर पर्सेन्टेज कसरी, एटीआर मात्रै जोड्नुहुन्छ भने सिधै सेटिङमा गएर तपाईँले एटीआर जोड्न सक्नुहुने भयो। कस्टमाइज गरेर एटीआर खोज्नुभयो भने एटीआर, तर त्यो चाहिँ प्राइसमा आउने भएकोले पर्सेन्टेजमा नआउने भएकोले जोकिन्छ। ठुला स्टकको ठुलो एटीआर हुने भयो, सानोको सानो हुने भयो। तर पर्सेन्टेजमा लानुभयो भने चाहिँ त्यसको पर्सेन्टेजमै यहाँ बस्ने भएकोले त्यो सजिलो भयो। तपाईँले कति पर्सेन्टेज देखिएछ त्यो सजिलो। यो कलर तपाईँले लाउने नलाउने तपाईँले कोड गर्दैखेरि गर्न सक्नुहुन्छ। अर्को 13 नम्बरमा तपाईँले के देख्नुभयो भने यसमा 13 मा हामीले पिडिएफमा 13 मा हेर्नुभयो भने अर्निङ डेटहरू जोड्ने कसरी भन्ने, यो अर्निङ डेट जोड्ने तपाईँले सिक्नुभयो। कसरी जोड्ने भन्दा यसको अर्निङ डेट अगाडि नै गरिहालियो, त्यो भइहाल्यो। नम्बर 14 मा तपाईँले के देख्नुभयो भने टाइम, यो आफ्नो लोकल टाइम कसरी चेन्ज गर्ने यहाँ देख्नुभयो। यहाँ रियल डेटा छँदैछ। यहाँ टाइम फ्रेम देख्नुभयो। नम्बर 16 मा नम्बर 15 मा तपाईँले हेल्प चाहियो भने यहाँ सपोर्टमा गएर हेल्प लिन सक्नुहुन्छ।
नम्बर 16 मा रियल टाइम अथवा रियल डेटा यो चाहियो, यो दुईटै तपाईले यहाँबाट देख्न सक्नुहुन्छ। नम्बर 17 मा पेपर मनी कसरी गर्ने भन्दा लगइन गर्दै सुरुमै पेपर चोइस गर्ने कि अर्को चोइस गर्ने त्यो देख्न सक्नुहुन्छ। नम्बर 18 मा बाइ सेल अर्डर कसरी राख्ने, कसरी किन्ने बेच्ने, यहीँबाट किन्नुहुन्छ भने तपाईँले यतापट्टि पहिले तपाईँको चार्ल्स स्वाबको एकाउन्टमा चार्ल्स स्वाबको एकाउन्ट हुनु पर्यो। त्यो अनुसारको यहाँ पनि तपाईँको यसैबाट अब चार्ल्स स्वाबको उता एकाउन्ट भएपछि यहीँबाटै तपाईँले किनबेच गर्न सक्नुहुन्छ। सबै थोक यहाँबाट देख्न सक्नुहुन्छ। त्यो देख्नुभयो। र लास्टमा भनेको हामीले त्यो यो सबै थोक गरिसक्यो। अब आजलाई हामीले यतिमै यो सिध्यायौँ। तपाईँको यो सेटिङ पर्फेक्ट देखिएको छ। योभन्दा तपाईँले धेरै तपाईँलाई यो सेटिङ पनि चाहिँदैन। अरू थोक त हामी कसरी गर्ने त्यो फेरि सिकिहाल्छौँ है त।